सुरु गऱ्यौँ। त्यसमा तपाईँलाई केही छलफल गर्न मन लागेको होइन, त्यो सुनिसकेपछि हाम्रो क्लास सिद्धिएपछि हिजो को दिनमा तपाईँलाई केही फरक विचारहरू, थट्सहरू, केही क्वेसन्सहरू आएको छ भने वी क्यान टेक द्याट फर 5 मिनट्स। हामी 5 मिनट जति त्यसमा छलफल गर्न सक्छौँ। अनि आज कोही नयाँ थपिनु भएको छ भने हिजो एब्सेन्ट भएर आज कोही नयाँ हुनुहुन्छ भने पनि यसो हात उठाएर, पर्चुअल हात उठाएर परिचय पाऊँ है, त्यसपछि हामी अगाडि बढ्छौँ। ओके, हामीले यो कोही हुनुहुन्छ नयाँ आज? सबै पुरानै हुनुहुन्छ। ओके, गुड। केही प्रश्न, केही क्वेसन्स, केही थट्सहरू आछ तपाईँलाई? हिजो अस्तिको दिन क्लास दिएपछि फेरि कहिलेकाहीँ त अब काम गर्दै जाँदाखेरि, हिँड्दै जाँदा, डुल्दै जाँदा, प्रार्थना गर्दै जाँदा होइन, बाइबल के अरे पढ्दै जाँदा, डिभोसनमा बस्दा, बिहान बेलुका हामीले कुनै पनि बेला क्वेसन्सहरू आउन सक्छ, विचारहरू आउन सक्छन्। त्यस्तो छ भने चाहिँ हामी थोरै छलफल गरेर अगाडि बढ्छौँ है। ओके, मैले अस्तिको दिन भनेको जस्तै यो क्लासलाई हामी चारवटा भागमा विभाजन गर्छौँ। सबैभन्दा पहिला हामी इन्ट्रोगल मिसन अथवा नेपालीमा सर्वाङ्गीण मिसनको परिभाषा हेर्ने प्रयास गर्छौँ है। इन्ट्रोगल मिसनको परिभाषा हेर्ने प्रयास गर्छौँ, जुन हामीले अस्तिको दिन सुरु गरिसकेका छौँ। सर्वाङ्गीण मिसन भनेको के हो भनेर हेर्ने प्रयास गर्छौँ, नम्बर वान। नम्बर टू, हामी दुईवटा जति क्लासमा चाहिँ यो सर्वाङ्गीण मिसन अथवा इन्ट्रिगल मिसनको बाइबलीय आधार के छ त, यो बाइबलमा कहाँनिर छ, बाइबलको कुन चाहिँ प्यासेजले, बाइबलको कुन चाहिँ घटनाले त्यसलाई डिफाइन गर्छ, अथवा बाइबलमा यो कहाँ पाउँछौँ हामी होइन, बाइबलको कुन चाहिँ शिक्षाले हामीलाई मिसन इन्ट्रिगल छ अथवा सर्वाङ्गीण छ भनेर सिकाउँछ भनेर हामी बाइबलभित्र उत्पत्तिदेखि प्रकाशसम्मको यात्रा गर्नेछौँ। छोटो एकदमै स्पिड यात्रा गर्नेछौँ हामी। उत्पत्तिदेखि प्रकाशसम्मका मुख्य खण्डहरू हामी हेर्ने प्रयास गर्नेछौँ दोस्रो भागमा। तेस्रो भागमा हामी मण्डलीको भूमिका, हामीले भोगिराखेको हाम्रो समाज, समुदाय, देशमा भइराखेका जुन इस्युहरू छन्, थुप्रै इस्युहरू छन् नि त हाम्रो देशमा। जस्तै पोभर्टी एउटा इस्यु छ, जेन्डर डिस्क्रिमिनेसन अर्को इस्यु छ, त्यस पछाडि के छ अरू, इन्भाइरोमेन्टल इस्युजहरू छन्, करप्सन छ, चेलिबेटी बेचबिखन छ होइन, थुप्रै किसिमका इस्युहरू हाम्रो समाज समुदायमा छ। ती इस्युहरूलाई हामी लिस्ट आउट गर्ने र मण्डलीको भूमिका के छ भनेर हेर्ने प्रयास गर्नेछौँ तेस्रो स्टेजमा। र अन्तमा हामी सबैजना मिलेर अथवा इन्डिभिजुअली हामी केही साना योजनाहरू बनाउनेछौँ। त्यसलाई मैले इङ्ग्लिसमा सिड प्रोजेक्ट भन्छौँ। तपाईँले त्यो मैले सेयर गरेको किताबको पनि अन्तिम खण्डमा पाउनुहुन्छ। के योजनाहरू बनाउनेछौँ, त्यसका लागि हामी प्रार्थना गर्नेछौँ र त्यो योजनाहरूलाई हामी कार्यान्वयन गर्नेछौँ आफ्नो व्यक्तिगत जीवनमा, मण्डलीमा, अथवा कहाँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। साना योजनाहरू बनाउँछौँ हामी, जुन चाहिँ हामी एक्जिक्युट गर्न सक्छौँ। ओके, गुड। ल, अब हामी पहिलो स्टेजमा छौँ। पहिलो के अरे भनौँ न, हाम्रो छलफलको पहिलो स्टेजमा छौँ। त्यसमा चाहिँ हामीले सर्वाङ्गीण मिसन के हो भनेर छलफल गरिराखेका छौँ। अस्तिको दिन सुरु गऱ्यौँ। गुड। मैले तपाईँलाई एउटा आर्टिकल पढ्न भनेको थिएँ, त्यो म्यासेन्जरमा पनि सेयर गरेको थिएँ। कतिजनाले पढ्न भ्याउनु भयो अथवा पढ्नु भयो है? अम, कि पढ्नु भएन? ल, अब अलिक गाह्रो पर्ला है। अम, कि पढ्दैन कि अब हाँस्दै हुनुहुन्छ? हाँस्नुको अर्थ के हुन्छ, तपाईँले पढ्नु भयो कि भएन? ल, हामी हेरौँ। पढ्नु भएको छैन भने नो इस्यु, तपाईँलाई पनिसमेन्ट छैन र रिवार्ड पनि छैन है, पढ्नु भएको छैन भने। हामी पढेर छलफल गर्न सक्छौँ। हामीसँग, मैले भने अस्तिको दिन, हामीसँग 16 घन्टा छ। 16 घन्टा थोरै समय पनि होइन, धेरै पनि होइन। यसमा धेरै कुराहरू सिक्न सकिन्छ। ओके, गुड। कसैले पढ्नुभयो? यस, विनय भाइले पढ्नुभयो। वन्डरफुल। ओके, शर्मिला बहिनीले पढ्नुभयो। गुड, ठिक छ। ल, अब यसो गरौँ, के गरौँ भने तपाईँले पढ्नुभयो, त्यो इङ्ग्लिसमा थियो। कतिजनाले अब इङ्ग्लिस तपाईँलाई गाह्रो सङ्घर्ष छ भनेदेखि, स्ट्रगल छ भने मैले त्यसलाई नेपाली बनाउन पाइनँ, माफ गर्नु होला। जतिजनाले पढ्नुभयो, त्यो एक पेजको मात्रै आर्टिकल थियो। मुना बहिनीले पनि पढ्नुभयो। गुड। तपाईँले पढ्नुभयो भने तपाईँले त्यो पढेर के बुझ्नुभयो, कुनै घातलाग्दो कुरा अथवा कुनै तपाईँलाई त्योभन्दा फरक विचार
राख्न पर्ने के छ, के हाइलाइट सुनौँ न त ल, कहाँबाट सुरु गरौँ? इट्स द फ्लोर इज ओपन। तपाईँ कसैले पनि त्यो भन्न सक्नुहुन्छ, त्यो आर्टिकल चाहिँ पढ्नु भएको छ भने सुनाउन सक्नुहुन्छ। यस, सुरु गरौँ। विनय भाइले पढेँ भन्नुभयो हो कि होइन? हजुर हो सर, के अरे यस। हाम्रो हजुर एकजना लेडिज पास्टर भएको आर्टिकल हो है सर? होइन, अरे मैले अर्कै पढ्नुभयो क्या? मैले मेरो अर्कै फोटो पढेछु त्यसो भए त। बर्बाद भएछ। मेरो फोटो सहितको आर्टिकल छ होइन, मैले हिजो के अरे फेसबुकको ग्रुपमा सेयर गरेका थिएँ। सर यो सेवा सम्बन्धी लेखेको आर्टिकल हो नि होइन र? यस यस यस, हजुर हजुर हजुर। हो गुड, सही पढ्नुभयो। त्यहाँ मेरो फोटो पनि छ, त्यो मैले आफै लेखेको आर्टिकल हो। त्यहाँ तपाईँले के पढ्नुभयो? यस, विनय भाइबाट सुनौँ न त। यस, उम्, हजुर सर चोटो मिठो। हजुर त्यसमा चाहिँ विशेष गरी हामीले जुन सेवा भन्ने वर्ड प्रयोग गर्ने हाम्रो क्रिस्चियन भित्रमा, हाम्रो क्रिस्चियन परिवारमा प्रयोग गर्ने विधि र अनि संसारमा पनि हामीले जुन सेवा भन्ने वर्डहरू प्रयोग गर्छौँ होइन। अनि त्यो एउटै वर्डले चाहिँ साँच्चै नै एकदम धेरै क्षेत्रहरू ओगटेको हामी पाउँछौँ। अनि यो वर्ड चाहिँ भनौँ न एउटा स्पिरिचुअलले पनि, अनि त्यस पछाडि हामी सांसारिक रूपले हेऱ्यौँ भने पनि विभिन्न ठाउँमा अनि यो वर्डहरू चाहिँ प्रयोग गरिएको पाउँछौँ। अनि त्यो एकदम लास्टमा चाहिँ अनि एकजना पास्टरज्यूले चाहिँ होइन, जब यो भनौँ न अहिले हामीले जुन पढ्दै गरेको यो कोर्स चाहिँ उहाँले थाहा पाउनुभन्दा अगाडि चाहिँ भनौँ न त्यो सरसफाइ चाहिँ कसरी गर्नुपर्छ, एउटा क्रिस्चियन भइकन नि एउटा भनौँ न चार दिवारभित्रको एउटा सेवा मात्रै नभइकन अनि समुदायमा एउटा जुन सरसफाइ चाहिँ उहाँले गर्नुपर्छ भन्ने एउटा जुन शिक्षा पाउनु भयो। अनि त्यो कुरा चाहिँ साँच्चै नै एकदम घतलाग्दो मलाई चाहिँ लाग्यो। किनभने हामी क्रिस्चियनहरू चाहिँ एउटा मण्डलीको चार दिवारभित्र मात्रै हामीले चाहिँ कति आफ्नो कर्तव्यहरू चाहिँ निभाइरहेका हुन्छौँ भने हामी चाहिँ त्यति मात्रै सीमित होइन, तर हामी चाहिँ कम्युनिटीमा जानुपर्छ भन्ने कुरा चाहिँ एकदम हार्ट टचेबल लाग्यो। अनि त्यसमा चाहिँ हिजो सरले भन्नुभएको जस्तै अनि हामी चाहिँ संसारको नुन र ज्योति हो भन्ने कुरालाई पनि एकदमै हाइलाइट गरेको मैले पाएँ। अनि यो कुराले चाहिँ म धेरै आशिषित भएको छु। धन्यवाद सर, राइट। मेरो छोटकरी यति नै। ल, विनय भाइलाई धेरै धन्यवाद छ है। उहाँको लागि ताली बजाइदिउँ। अब ताली पनि यहाँ भर्चुअल हुन्छ कि अरे डिजिटल ताली है, अब त्यसरी बजाएको त सुन्नुहुन्न होला। एनिवे, यहाँनिर कहाँ ताली हुन्छ जस्तो लागेको छ मलाई, रियाक्सन भयो नि त। गुड, तपाईँ सिकिसक्नु भएको छ। वा गुड। यस, उहाँले मोटामोटी कुरा ल्याउनु भएको छ कि त्यो सेवा भन्ने शब्दलाई हामीले कसरी प्रयोग गर्छौँ होइन, त्यो स्पिरिचुअल वर्ल्डमा अनि सेकुलर वर्ल्डमा हामी त्यसलाई कसरी प्रयोग गर्छौँ, हामीले त्यसलाई कसरी बुझ्नुपर्छ भन्ने कुरा विनय भाइले ल्याउनु भएको छ। त्यसमा उहाँले भन्नुभएको भन्दा फरक कुरा सनम बहिनी के थप्न चाहनुहुन्छ? हेभ यु गन थ्रु दि आर्टिकल, पढ्नु भएको छ? यस, भेरी क्विक है, उहाँले ल्याउनु भएको भन्दा फरक विचार केही आयो भने? यस। फरक विचार भन्दा नि सर, मेरो चाहिँ एउटा क्वेसन चाहिँ यस। मलाई यो सेवा भन्ने शब्द चाहिँ सुरुवात चाहिँ कहाँबाट र कसरी भएको थियो हो, त्यो चाहिँ मलाई अलिकति जिज्ञासाको कुरा हो। अनि ओके। बुझ्ने कुरा चाहिँ विनय दाइले जे भन्नुभयो त्यही नै बुझेको हो मैले। अनि अहिले हामी हेर्छौँ भने हाम्रो क्रिस्चियनहरूले मात्रै सेवा होइन, बाहिरको अन्य जातिहरूले पनि धेरै नै सेवाको कुराहरू गर्नुहुन्छ हाम्रो समाजमा, देशमा हेरौँ भने होइन। अनि हो एक्ज्याक्टली। त्यो कुराहरू पनि त्यहाँ मैले सिक्न पाएँ। अनि मेरो क्वेसन भने चाहिँ त्यही हो, सेवा चाहिँ स्टार्टिङ चाहिँ कसरी भयो, कताबाट आयो भन्ने चाहिँ अहिले वन्डरफुल। एकछिनमा सरले त्यसको चाहिँ अलिकति मलाई बुझाइदिनु न। त्यति नै हो सर। Wonderful. Thank you, Bunny. Very, very relevant and very strategic questions. Thank you for that. And तपाईँले जे सेयर गर्नुभयो त्यो एकदमै राम्रो छ। Yes. Is there anyone else who went through the article? Deepa. Yes. पढ्नु भएको छ भने मात्रै, पढ्नु भएन भ्याउनु भएन भने नो इस्यु एट अल है। तपाईँहरूको टाइम, तपाईँहरूको व्यस्तता सबै कुरा मैले रेस्पेक्ट गर्छु। हामी सकेसम्म सिक्ने प्रयास गर्छौँ। यस, हु एल्स? अरू कसले पढ्नु भएको छ? कम अन। अघि कसले हात उठाउनु भएको थियो? हुन्छ, म पनि थोरै सेयर गर्न चाहेँ सबैजना जाएपछि। र यो हामीले हेर्छौँ यस, भने मुना चाहिँ बहिनी, जस्तै गुड। सेवाको कुराहरू हामी हेर्दै थियौँ। अनि अघि साथीहरूले पनि भन्दै हुनुहुन्थ्यो कि सेवा चाहिँ मण्डलीभित्र पनि मण्डली बाहिर, हाम्रो चाहिँ सेवा र सङ्गति भनेर नाम पनि हामीले सुन्छौँ होइन।
अनि यो उम्, कुराहरू हेर्दै गर्दाखेरि चाहिँ जस्तै मैले चाहिँ बाइबलबाट हेर्न चाहेँ, किनकि हामी चाहिँ हेर्छौँ बाइबलबाट हेर्छौँ, अनि हाम्रो प्रभु यीशु ख्रीष्ट पनि यस पृथ्वीमा आउनुभयो होइन। अनि आउनु भएपछि चाहिँ उहाँको एउटा एजेन्डा थियो, के थियो कि क्रुसमा गइकन उहाँले चाहिँ हाम्रो निम्ति उद्धारको काम गर्नु थियो होइन। तर उहाँले त्यो काम मात्र गर्नुभएको छैन, उहाँले चाहिँ सेवाको काम गरेर देखाउनु भएको छ। उहाँले चाहिँ फरक फरक तरिकाले काम गर्नुभएको छ। एउटा इन्भाइरोमेन्टलाई चाहिँ उहाँले क्लिन गर्नुभएको छ होइन। जस्तै बेबिचारी स्त्रीको कुरा देख्छौँ हामीले त्यहाँ होइन। अनि जस्तै अहिले उम्, 12 वर्षदेखि के अरे त्यो रोगमा लागेको स्त्री, रगत बग्ने रोगमा लागेको स्त्रीहरू देख्छौँ हामीले। अनि जस्तै सदुकी फरिसीहरू अनि मन्दिर सफा गर्नुभएको कुराहरू पनि हामी देख्छौँ। अनि उहाँको दृष्टान्तहरूमा पनि हामीले फरक फरक कुराहरू देख्छौँ, जुन चाहिँ हामीले सोसाइटी क्लिनिङ भनेर पनि त्यहाँ हामीले देख्न सक्छौँ कति कुराहरूमा होइन। अनि त्यसपछि चाहिँ हामीले अर्को हेर्छौँ भने चाहिँ जस्तै अस्ति सरले भन्दै हुनुहुन्थ्यो कि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, त्यो चाहिँ 2टा महान आज्ञामा दोस्रोमा पर्छ भने पहिलो आज्ञालाई चाहिँ हामीले अझ हामी विश्वासी भएको कारणले चाहिँ त्यो हेर्न चाहे मैले अझै आफ्नो परमेश्वरलाई चाहिँ आफ्नो आत्मा प्राण र शरीरले प्रेम गर। अरूको सेवा र हाम्रो सेवामा चाहिँ के फरक छ भने हामी जे गर्छौँ परमेश्वरको आत्माले भएर गर्छौँ होइन। त्यसलाई चाहिँ मैले चाहिँ एउटा वचनको खण्डलाई पनि लिन चाहेँ। त्यो चाहिँ हामी हेर्छौँ भने प्रेरितको 10को 38मा 38मा हेर्न चाहे, त्यहाँ चाहिँ यसरी लेखिएको छ कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियावलसबाट पेलिकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। र हाम्रो काम भनेको चाहिँ सोसाइटीलाई क्लिन गर्नु र के अरे अन्धकारबाट पेलेकाहरूलाई पनि सुसज्जित गर्दै जानु हो। तर संसारका व्यक्तिहरूले चाहिँ केही सम्म चाहिँ हेल्प गर्लान्, तर जुन अन्धकारको शक्तिहरूबाट, किनकि हामी ज्योति हौ नि त, हो उनीहरूलाई दिनुपर्ने जीवनको कुरा, किनकि हामी नुन हौ नि त, परमेश्वरले त्यो कुरा चाहिँ हामीलाई दिनुभएको छ। हाम्रो सेवा चाहिँ मैले त्यसरी एउटा फरक देखेँ होइन, जुन चाहिँ गुड। मण्डलीभित्र मात्र होइन, मण्डली बाहिर पनि हुनुपर्छ। अनि मैले यसको पुरा कन्क्लुजनमा चाहिँ के देखेँ भन्दाखेरि चाहिँ हाम्रो जीवन चाहिँ हाम्रो लागि होइन परमेश्वरले राख्नुभएको, हामी चाहिँ अरूको लागि जिउँछ। जसरी हाम्रो प्रभु यीशु ख्रीष्ट पनि यस पृथ्वीमा चाहिँ हाम्रो लागि जिउनु भयो नि त होइन, मानिसहरूको लागि जिउनु भयो, आफ्नो लागि होइन। र मैले यही कन्क्लुजन पाएँ र मेरो चाहिँ यही नै अलिकति फरक थ्याङ्क यू जस्तो पाएर मैले चाहिँ सेयर गरेँ। हस् जय। थ्याङ्क यू मुना बहिनी, एक्चुली यु हेभ समराइज्ड एभ्रिथिङ सो वेल है। मेरो पार्टै सकिदिनु भयो, तपाईँले त क्लासै सकिदिनु भयो, सबै कुरा भनिदिनु भयो। गुड। बिब्लिकल रेफरेन्स पनि ल्याउनु भयो उहाँले, त्यो क्लिनिङ सोसाइटी कम्युनिटी भन्ने वर्ड ल्याउनु भयो। द्याट्स लाइक क्याची वर्ड के, मलाई एकदम टचिङ भयो त्यो चाहिँ। हामीले सफाइ गर्ने भन्नुभयो, त्यसलाई पछि हामी सोचौँला। अनि त्यस पछाडि परमेश्वरको प्रेममा रहेर आत्माले भरिएर भन्नुभयो। त्यहाँ उहाँले प्रेतको पुस्तकबाट पढ्नु भएको खण्डको एउटा शब्द मैले फेरि दोहोऱ्याएँ, सुकर्म गर्दै। के गर्दै? सुकर्म गर्दै। सो अब यो तपाईँले बुझ्नु भएको छ होइन। त्यसले गर्दाखेरि हामी बिस्तारै त्यसलाई अनफोल्ड गर्दै जान्छौँ। बाइबल पनि हामी पुरै खोलेर हेर्छौँ। मैले तपाईँलाई अहिले भने 2टा क्लासमा हामी उत्पत्तिदेखि प्रकाशसम्मको की प्यासेजहरू हामी हेर्छौँ। मेरो स्टाइल चाहिँ हामी अलिकति छलफल गर्दै जाने, अनि बिस्तारै चाहिँ हामी डिपली भित्र छलफल गर्दै जाने, भित्र के अरे छलफल गर्दै जाने, बिस्तारै जाने चलन छ होइन। अब मलाई बुझ्नलाई, मेरो टिचिङलाई बुझ्नलाई चाहिँ इट सुड बी हार्ट टु हार्ट कम्युनिकेसन है। बिस्तारै हामी ओपन अप हुँदै जानु पर्यो। म प्रिचर भन्दा पनि टिचर र फेसिलिटेटर हो, त्यो तपाईँले बुझ्नु पर्यो। मैले अस्ति पनि तपाईँलाई भनेको थिएँ है। गुड मुना पनि वेल डन। अब आर्टिकल पढ्नु भएको छैन भने फेरि पनि तपाईँले पढ्नु होला है। त्यो आर्टिकल एकदमै खदिलो छ, त्यसमा एकदमै कम्प्याक्ट इन्टेन्स मिनिङहरू छ। सनम बहिनीको क्वेसनतिर आएँ, त्यो सेवा भन्ने शब्द कहाँबाट सुरु भयो, कसरी आयो भन्ने कुरा गर्नुभयो होइन। जेनरली हामीले इङ्ग्लिसमा आएका शब्दहरू, ग्रिक हिब्रूमा भएका शब्दहरूलाई चाहिँ त्यसको एपिस्टोमोलोजी भन्छ इङ्ग्लिसमा। त्यो शब्दको उत्पत्ति कहाँबाट भयो, त्यसको अर्थ के थियो, रुट के थियो भनेर चाहिँ स्टडी गर्ने चलन हुन्छ। तर अब नेपालीमा आइसकेको सेवा भन्ने शब्दको चाहिँ उत्पत्ति कहाँबाट भयो, कसरी भयो, अब यो संस्कृतबाट कहाँबाट आयो होला भन्ने स्टडी मैले गरेको छैन। त्यो चाहिँ हामीले नेपाली बृहत् शब्दकोशमा हेर्नु पर्यो होइन, त्यसको उत्पत्ति कहाँ भयो भनेर हेर्नुपर्ने हुन्छ। संस्कृतबाट आयो कि हिन्दीबाट आयो कि कुन भाषाबाट आयो भन्ने कुरा स्टडी गर्न बाँकी छ, त्यो फरक कुरा भयो। तर अहिले तपाईँले त्यो आर्टिकलबाट अथवा हामीले छलफल गर्न खोजेको विषयबाट तपाईँ हामीले के बुझ्नु पर्यो भने सेकुलर वर्ल्डमा, त्यो सेकुलर भन्ने शब्दको पनि पछि हामी व्याख्या गर्छौँ। सेकुलर वर्ल्डमा प्रयोग हुने शब्द सेवा र तपाईँ हामीले प्रयोग गरिराखेको शब्द सेवा एउटै हो, त्यो हामीले बुझ्न पर्यो। अर्को एउटा इन्ट्रेस्टिङ फ्याक्ट म तपाईँलाई राख्छु। चर्चमा काम गर्ने हाम्रा प्रभुका जनहरूलाई हामी मिनिस्टर भन्छौँ होइन। तपाईँले मिनिस्ट्री भन्ने शब्द सुन्नुभएको छ।
धेरै प्रभुका प्रियजनहरूलाई तपाईँले के गर्नुहुन्छ भनेर सोध्नुभयो भने उहाँले के भन्नुहुन्छ, हामी मिनिस्ट्रीमा छौँ, 10 वर्षदेखि मिनिस्ट्री गरिरहेछौँ, 15 वर्षदेखि मिनिस्ट्री गरिरहेछौँ। अनि उहाँले नेपालीमा भन्नुभयो भने के भन्नुहुन्छ भने हामी सेवा गरिरहेछौँ, कतिजनाले सेवाकाई गरिरहेछौँ भन्नुहुन्छ। अनि एकजना मेरो साथीले के भन्नुहुन्छ भने यो सेवाकाई भन्ने शब्द चाहिँ नेपालीमा हुँदैन, डिक्सनेरीमा छैन, त्यसकारण सेवाकाई भन्ने शब्द चाहिँ प्रयोग नगरौँ, यसको गलत अर्थ पनि लाग्छ। सेवा भनौँ, सेवा भनौँ, सेवाकाई भन्ने शब्द हामी विश्वासीले नचलाउँ भनेर वकालत पनि गर्नुहुन्छ। यो छुट्टै छलफलको विषय हो है। सो तपाईँ हामीले प्रयोग गर्ने शब्द सेवा, इङ्ग्लिस ट्रान्सलेसन सर्भिस। कहिलेकाहीँ बच्चाहरूलाई सोधे मम्मी कहाँ जानुभएको छ, सेवा जानुभएको छ, बाबा कहाँ जानुभएको छ, सेवा जानुभएको छ, आज आइतबारको सेवा छ, आज दिदीबहिनी सङ्गति अथवा सेवा छ, आज चर्चको सेवा छ। सो हामीले त्यो इन्टरचेन्जेबली सेवा भन्ने शब्दलाई बारम्बार रिपिटेडली युज गरिरहेछौँ है। अब आर्टिकल नपढ्नु हुने साथीहरूको लागि म केही राजका कुराहरू भनिदिउँ। नेपालमा जागिर खानलाई कुन सेवा पास गर्नुपर्छ? सरकारी जागिर खानलाई यस मुना बहिनी, क्यान यु स्पिक द्याट आउट? भनिदिनुहोस् त कुन सेवा पास गर्नुपर्छ? लोक सेवा। एक्ज्याक्टली, लोक सेवा। के सेवा? लोक सेवा आयोग पास गर्नुपर्छ। लोक भनेको जनता, ओके, सेवा भनेको सर्भिस। अब अलिकति पछाडि जाउँ। तपाईँ हस्पिटल जानुभयो भने गेटमै के देख्नुहुन्छ भने बहिरङ्ग सेवा भनेर लेखेको देख्नुहुन्छ नेपालीमा, त्यो एक्सटर्नल डिपार्टमेन्ट भन्ने हो। बहिरङ्ग सेवा भनेको बाहिरबाट आउने भिजिटिङ पेसेन्टहरूले बिल काट्ने, डक्टरलाई भेट्ने, औषधि चेक जाँच गर्ने, औषधि उपचार लिएर जाने भन्ने हो। हस्पिटलमा भर्ना नभएका बिरामीहरूलाई उपचार गर्ने डिपार्टमेन्ट के हो? बहिरङ्ग सेवा हो नेपालीमा है। अब अर्को पनि शब्द तपाईँले कतिको देख्नु भएको नि, म सानो हुँदाखेरि काठमाडौँ आउँदाखेरि म रात्रि सेवामा चढेर आउँथेँ। तपाईँले देख्नु भएको छ कि छैन? बस रात्रि सेवा, दिवा सेवा देख्नुभयो होला। ओके, ठिक छ। तपाईँले यो सेवा भन्ने शब्द कहाँ कहाँ प्रयोग हुन्छ सुन्दै हुनुहुन्छ? रात्रि सेवा, दिवा सेवा, हस्पिटलमा बहिरङ्ग सेवा, नेपाल सरकारको जागिर खाने भने लोक सेवा, तपाईँ के अरे युनिभर्सिटीमा पढाउने हो भने त्रिवी सेवा, त्रिभुवन विश्वविद्यालय सेवा आयोग पास गर्नुपर्छ, कलेज पढाउने हो भने त्रिवी सेवा। अब नेपाल के अरे यो प्रहरी पुलिसतिर आर्मीतिर सत्य सेवा सुरक्षामा लेखेको देख्नु भएको छ कि छैन मलाई थाहा छैन। अब अर्को एउटा इन्ट्रेस्टिङ फ्याक्ट म तपाईँलाई भनिदिउँ। नेपालमा मन्त्रीलाई के भनिन्छ इङ्ग्लिसमा? कसलाई थाहा छ? मन्त्रीलाई इङ्ग्लिसमा के भनिन्छ? मिनिस्टर। हामी सबैलाई थाहा छ कि होइन? मिनिस्टर भन्ने शब्द त बुझ्नु भएको छ। अनि मन्त्रीको अफिसलाई मिनिस्ट्री भनिन्छ। चर्चको पास्टरले गर्ने अफिसलाई पनि मिनिस्ट्री भनिन्छ। उसले गर्ने शब्द उसको पास्टर अगुवा तपाईँ हामीले गर्ने सेवा पनि मिनिस्ट्री हो। एक्सक्युज मी, मन्त्री पनि मिनिस्टर हो, पास्टर पनि मिनिस्टर हो। एक्सक्युज मी, एउटै शब्द हो। ठिक छ, बुझ्दै हुनुहुन्छ प्रियहरू? पास्टर पनि के हो अरे? मिनिस्टर हो। तपाईँ हामी सबै परमेश्वरको सेवक हौँ, मिनिस्टर हौँ। अघि मुना बहिनीले पढ्नु भएको जस्तो होइन, हामी सुकर्म गर्ने मानिसहरू हौँ। त्यही शब्द हो है। पोइन्ट टु बी नोटेड। अब अदालततिर वकालत गर्दा वकिलले के भन्छ भने यो चाहिँ नोट गर्नुहोस् है श्रीमान भनेर त्यो के अरे न्यायाधीशलाई भन्नुहुन्छ। पोइन्ट टु बी नोटेड के हो भने चर्चमा पास्टर अगुवा इभान्जलिस्टलाई प्रयोग गर्ने शब्द पनि सनम बहिनी सुन्दै हुनुहुन्छ, मिनिस्टर त्यही शब्द हो। अनि देशका मन्त्री हुन्छन् तिनीहरूले चलाउने शब्द पनि के हो? मिनिस्टर हो। अनि मिनिस्टरको अर्थ चाहिँ सेवक हो। एक्सक्युज मी, मिनिस्टरको अर्थ के हो अरे? सेवक हो। चर्चको अगुवा पास्टर, चर्चमा काम गर्ने मान्छे पनि सेवक हो। अनि हामीले भोट दिएर जिताएर सांसद भएर मन्त्री भएका मान्छे पनि सेवक हुन्। अब समस्या कहाँ छ भने उनीहरूले सेवा गर्दैनन्, त्यो छुट्टै कुरा हो। तपाईँ हामीले अब सही मान्छेलाई जिताएर पठायौँ भने त सेवा गर्छन्, किनभने उनीहरू मिनिस्टर हुनुपर्ने हो होइन, सर्भेन्ट हो वास्तवमा। तर त्यस्तो अवस्था हाम्रो सिनारीयोमा छैन। ओके, त्यही शब्द। ठिक छ। अब मैले तपाईँलाई त्यो आर्टिकल किन पढ्नु भने हामीले चलाइराखेको शब्द पनि एउटै हो। तपाईँ हामीले चर्चमा गर्ने मिनिस्ट्री पनि सेवा हो, र तपाईँले लोकसेवा आयोग पास गरेर यो देशलाई गर्ने सेवा पनि सेवा हो। गाडीमा रात्रि बसमा प्यासेन्जर लिएर डेस्टिनेसनमा पुर्याउनु पनि सेवा हो। हस्पिटलमा नर्स डक्टर भएर पुर्याइने पनि सेवा हो। र यो सेवा भन्ने चाहिँ वास्तवमा चौतर्फी हुन्छ। कहिलेकाहीँ हामीले हाम्रो परिभाषाभित्र चाहिँ चर्चभित्र गरिने एक्टिभिटीलाई मात्रै
सेवा हो भनेर बुझ्यौँ। त्यसकारण यो फेरि कहिलेकाहीँ तपाईँले अब यो परमेश्वरको सेवा हो अनि त्यो चाहिँ संसारको सेवा हो भनेर भन्नु होला, त्यो विषयमा इलेक्सनमा हामी फेरि छलफल गर्छौँ है त। ल, त्यो आर्टिकलको बारेमा यति नै राखौँ है। गुड। सेवा भन्ने शब्दलाई हामीले अलिकति हेर्ने प्रयास गऱ्यौँ है, तपाईँ नझुकिनु होला। ल, अब हिजो हामी जहाँ पुगेको थियौँ त्यहीँबाट हामी अगाडि बढ्छौँ। म तपाईँसँग पावर पोइन्ट सेयर गर्न चाहेँ। यो मिनिमाइज गर्नुपर्ने भयो, यसलाई मिनिमाइज गर्छु म। एकैछिन पर्खनुहोस् है, मलाई त्यो ब्रेकको टाइम भएपछि चाहिँ एकचोटि सम्झाउनु होला सबैले है, पछि मैले बिर्सन्छु होला। कसैले हात उठाउनु भएको छ, क्वेसन सोध्नु लाग्नु भएको हो? म यस दिपा, यस दिपा पनि कमान। मिनिस्टर भने मन्त्री पनि हो भन्नुभएको थियो नि त, तर मन्त्री ओ चाहिँ ओ सेवाभित्र चाहिँ पर्दैन जस्तो लाग्छ है मलाई चाहिँ। के बहिनी यस भन्नु त फेरि एकचोटि दिपा बहिनी। मिनिस्टर भनेको चाहिँ मन्त्री हो भन्नुभयो नि त हजुरले, हो 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 तर मन्त्रीलाई चाहिँ फेरि सेवकको रूपमा चाहिँ हामी मतलब मन्त्री शब्द चाहिँ सेवक भनेर चाहिँ बुझिँदैन। भन्ने लाग्छ तपाईँलाई? ओके, इङ्ग्लिसमा मिनिस्टर भन्ने शब्द जुन मन्त्रीको लागि चलाइन्छ त्यसको अर्थ सर्भेन्ट नै हो। इङ्ग्लिस डिक्सनरीले डिफाइन गरेको पनि सर्भेन्ट नै हो, सेवक नै हुन्छ। वास्तवमा जति पनि तपाईँको सांसदहरू अनि यो के अरे कर्मचारीहरू, जति पनि कर्मचारीहरू लोकसेवा आयोग पास गरेर गएका हुन्छन् उनीहरू जनताका सेवक हुन्। तपाईँले मिडियातिर पनि सुन्नुभएको होला, जनताको कर खाएर जनताको सेवा गर्न बसेका व्यक्तिहरू भनेर गाली गरिरहेको तपाईँले सुन्नुहुन्छ पत्रकारले। प्लस यो तपाईँ हामीले भोट दिएर जुन सांसद भएर मन्त्री भएका व्यक्ति हुन्छन् उनीहरूलाई प्रयोग गरिने शब्द मिनिस्ट्री, त्यसको अर्थ पनि 100% एडमिनिस्ट्रेटर भन्ने हुन्छ, प्रशासक भन्ने हुन्छ र सेवक भन्ने पनि हुन्छ। त्यो पनि वास्तवमा हामीले त्यो शब्दको अर्थ बुझ्ने हो भने मन्त्रीहरूले उनीहरूले जनताको सेवा गर्ने भने उनीहरू सेवक नै हुन्, सर्भेन्ट हुन् है। जस्तो वान अफ द मेन, यस। मन्त्रीलाई हामीले नेपाली डिक्सनरीमा खोज्यो भने चाहिँ त्यसको अर्थ चाहिँ सेवक नै भनेर आउँछ। मन्त्री भन्ने शब्दलाई चाहिँ चेक गर्नु पर्यो, डिक्सनरी मैले गरेको छैन है। मन्त्रीलाई म हेरिहालेँ ल बहिनी, मसँग यहाँ डिक्सनरी छ। मन्त्रीलाई इङ्ग्लिसमा मिनिस्टर भन्छौँ, मिनिस्टरको अर्थ सेवक नै हो है। मसँग यहाँ प्रज्ञाको ल डिक्सनरी पनि भेटिहालेँ, म हेरिहालेँ ल, एकै सेकेन्ड। अब मन्त्री भन्ने शब्द नेपालीमा यो डिक्सनरीमा कहाँ छ, भेट्न पर्यो, टाइम लाग्छ है। मन्त्री, मन्त्री, मिस्त्री, वेट, यस। अब मन्त्रीको अर्थ थुप्रै यहाँ चारवटा छ है त। कुनै संस्था वा सङ्गठनमा कार्यालयको सचिव, सेक्रेटरी भन्ने छ, त्यसलाई एकछिन छोडिदिउँ। मारवाडी समुदायको एक थर भन्ने छ, छोडिदिउँ। 3 नम्बर, राज्यको कुनै विभागको सञ्चालन गर्ने, नेतृत्व गर्ने राजनीतिक प्रमुख अधिकारी भनेर राखेको रहेछ होइन। अब यसलाई भन्छ हामीले, यसलाई के भन्छ भने कनोटेसन भन्छौँ। कनोटेसन भनेको डिरेक्ट, सिधा अर्थ हुन्छ। अनि डिनोटेसन भनेको चाहिँ त्यसको आशय अथवा गहिरो मिनिङ भन्ने हुन्छ। कनोटेसन हेर्दाखेरि चाहिँ मन्त्री भन्ने शब्दले एउटा डिपार्टमेन्ट चलाउने, त्यसको हाकिम प्रशासक भन्ने कुरा आयो होइन। तर त्यसको डिनोटेसन हेर्ने हो भने चाहिँ मन्त्री भनेको सेवक नै हो, जनताको सेवक नै हो, हुनुपर्ने पनि सेवक नै हो। उनीहरूलाई हामीले भोट दिएर किन पठाएको भन्दा यो देशको, यो राष्ट्रको तपाईँ हाम्रो सेवा गर्नलाई पठाएको वास्तवमा है। त्यसरी बुझ्न पर्यो दिपा बहिनी। ल, म यसलाई पावर पोइन्टलाई सेयर गर्ने प्रयास गर्छु। इङ्ग्लिसमा चाहिँ मिनिस्टर भनेपछि सेवक नै हुन्छ। यस, एकै सेकेन्ड है, नेपाली, यस। देख्नु भएको छ तपाईँको पावर पोइन्ट आइपुग्यो? यस, गुड। यो पावर पोइन्ट सऱ्या छ सनम बहिनी? छ? यस, गुड।
ल हिजो हामी जहाँ पुगेको थियौँ त्यहीँबाट चाहिँ हामी सुरु गर्छौँ है त। मैले हिजोको स्लाइडहरूमध्ये एउटा कुरा तपाईँहरूको बिचमा के अरे राख्न चाहेँ फेरि पनि। यो तेस्रो स्लाइडमा त्यो बोल्ड गरेको अक्षर तल तपाईँले देख्नुहुन्छ। हामीले इन्टरकमिसनको परिभाषालाई हेर्दै थियौँ। माथिको कुरा हामीले हिजो हेरिसक्यौँ। मत्ती 28को चेला बनाउने र मत्ती 22मा के अरे छिमेकीलाई प्रेम गर्ने भन्ने कुरा छ। यो दुईटा जोड्यो भने इन्टरकमिसन हुन्छ भनेर हिजो हामीले हेऱ्यौँ है। अब आज चाहिँ तपाईँहरूको बिचमा म के दोहोऱ्याउन चाहन्छु भने त्यही डेफिनेसन मध्ये एउटा कुरा चाहिँ तपाईँहरूको बिचमा राख्न चाहन्छु। त्यो के हो भने हाइलाइट गरेको देख्नुहुन्छ, पढ्नुहोस् त एकचोटि। परमेश्वरको राज्य व्यक्तिगत, देख्नु भएको छ हाइलाइट गरेको स्टेटमेन्ट। परमेश्वरको राज्य के हो? व्यक्तिगत र आत्मिक मात्र नभएर सामाजिक पनि हो होइन। अघि मुना बहिनीले भन्नुभएको जस्तो हामी सुकर्मको कुरा, नुन र ज्योति हुने कुरा, परमेश्वरको राज्य भन्दाखेरि हामीले मिसन अफ गड के अरे किङडम अफ गडको कुरा गर्छौँ। वास्तवमा परमेश्वरको राज्य चाहिँ व्यक्तिगत मात्र होइन, यो सामाजिक पनि हो। यो चाहिँ शारीरिक मात्रै होइन, यो आत्मिक पनि हो। आत्मिक मात्र होइन, सामाजिक पनि हो। यो एकदमै बुझ्नुपर्छ है त। र यो वर्तमान मात्रै होइन, भविष्य पनि हो। उहाँको राज्य व्यक्तिगत, सामाजिक, आत्मिक, भौतिक, शारीरिक, वर्तमान, भविष्य, यो सबै हो। हामीले यसरी बुझ्यौँ भने मात्रै हामीले परमेश्वरको राज्यलाई बुझ्छौँ। यदि तपाईँ परमेश्वरको राज्य चाहिँ भविष्य मात्रै हो, भोलिपर्सि अब स्वर्ग गएपछि यसुलाई भेटेपछि मात्रै परमेश्वरको राज्य सुरु हुन्छ भन्ने बुझाइमा हुनुहुन्छ भने पनि तपाईँको बुझाइ चाहिँ आंशिक भयो अथवा साँघुरो भयो है दिपा बहिनी है त। अब यता तपाईँले परमेश्वरको राज्य चाहिँ वर्तमान मात्रै हो, अहिले मात्रै हो, भविष्य छैन भन्नुभयो भने त तपाईँ थियोलोजिकली रङ भइहाल्नु भयो, तपाईँको बुझाइ गलत भइहाल्यो। त्यसकारण के बुझ्नु पर्यो भने परमेश्वरको राज्य वर्तमान पनि हो, उहाँको राज्यको सुरुवात भइसकेको छ र भविष्य पनि हो, बाँकी छ है। थुप्रै कुरा बाँकी छ, हामीलाई थाहा छैन। उहाँको राज्यको सुरुवात भइसकेको छ। तपाईँ र हामी जतिजना उहाँलाई विश्वास गरेर हामी मण्डलीमा प्रवेश गऱ्यौँ, हामी उहाँको राज्यमा छौँ, उहाँका सन्तान भइसक्यौँ एकको 12 अनुसार होइन। त्यसरी नै उहाँको राज्यका थुप्रै कुराहरू हामीलाई थाहा छैन, आउनेवाला छन् होइन, हामीले देख्नेवाला छौँ। प्रकाशको पुस्तकमा हामीले पढ्यौँ भनेदेखि भनेपछि परमेश्वरको राज्य वर्तमान पनि हो, भविष्य पनि हो। भेरी इन्ट्रेस्टिङ टु नोट ओके। परमेश्वरको राज्य फेरि व्यक्तिगत पनि हो, के पनि हो, सामाजिक पनि हो। हेर्नुहोस्, अब त्यति मात्रै होइन, परमेश्वरको राज्य चाहिँ शारीरिक पनि हो ओके, र यो आत्मिक पनि हो। परमेश्वरको राज्य के पनि हो? भौतिक पनि हो, शारीरिक पनि हो, आत्मिक पनि हो। भनेपछि यो सबै कुरालाई तपाईँले मिलाएर बुझ्नुभयो भने त्यसलाई हामीले इन्ट्रिगल मिसन भन्छौँ, सर्वाङ्गीण मिसन भन्छौँ। परमेश्वरको राज्यमा धेरै आयामहरू चाहिँ के अरे समावेश गरिन्छ। मल्टिडिमेन्सन भन्छन् कि इङ्ग्लिसमा। किङडम अफ गड इज मल्टिडिमेन्सनल। कुनै एउटा मात्रै पक्ष छैन परमेश्वरको राज्यमा। शारीरिक छ, आत्मिक छ, भौतिक छ, सामाजिक छ, व्यक्तिगत छ, सामुदायिक छ, वर्तमान छ, भविष्य छ। उहाँको राज्यभित्र मल्टिडिमेन्सनल कुराहरू चाहिँ इन्टिग्रेट गरिएको छ भन्ने कुरा मैले तपाईँहरूको बिचमा राखेँ। यो स्लाइड सरेको छैन भन्नु होला। हिजो हामीले भन्यौँ महान जिम्मेवारीभित्र चेला बनाउने कुरा छ। मत्तीको पुस्तकमा महान आज्ञाभित्र के छ? छिमेकीलाई प्रेम गर्ने कुरा छ। जब यो दुईटा कुरालाई तपाईँ र हामीले जोडेर लान्छौँ तब मिसन इन्ट्रिगल हुन्छ। तब मिसन के हुन्छ? बहुआयामिक हुन्छ। हिजो पनि मैले तपाईँलाई भनेको थिएँ, क्याथोलिक चर्चहरूले के गर्छन्? सामाजिक काममा जोड दिन्छन्, उनीहरू बहुआयामिक भएनन्। अनि हामी चाहिँ धेरैचोटि इभान्जेलिकल, एग्रेसिभली इभान्जेलिकल मात्रै हुन्छौँ र सामाजिक पक्षलाई हामी छोडिदिन्छौँ। त्यहाँ पनि हामी बहुआयामिक भएनौँ। त्यसकारण मत्ती 28 र मत्ती 22लाई जोड्यो भने इन्ट्रिगल मिसन हुन्छ, सर्वाङ्गीण मिसन हुन्छ भनेर मैले लेखेको छु है त। यहाँनिर यो स्लाइड तपाईँले पाउनुहुन्छ। त्यसकारण तपाईँलाई कुनै टिप्न मन लागेको कुरा मात्रै टिप्नु भयो हुन्छ। यो स्लाइडमा तपाईँलाई पिडिएफ बनाएर दिइहाल्छु है। नेक्स्ट अर्को स्लाइडमा यो पनि हामीले हेऱ्यौँ। इन्ट्रिगल मिसनलाई विभिन्न शब्दहरू चलाइन्छ। कसैले इन्ट्रिगल मिसन भन्छन्, कसैले फुल गस्पल भन्छन्, कसैले सर्वाङ्गीण मिसन भन्छन्, होलिस्टिक मिसन, ट्रान्सफर्मेसनल डेभलपमेन्ट, थुप्रै शब्दहरू चलाइन्छ। यसमा नझुक्किनु होला भन्न खोजेको मात्रै तपाईँलाई। तपाईँले त किताबै पाइसक्नु भएको छ होइन। नेपालमा हामीले त्यो धेरै ट्रेनिङहरूमा चलाइराखेको किताब पनि पाउनु भएको छ। समय मिलाएर पढ्नु होला। त्यो हामीले लेखेको, हामी झन्डै 17-18जना प्रभुका जनहरू मिलेर लेखेका छौँ। त्यो किताब लेख्नलाई धेरै लामो सङ्घर्ष छ ओके। त्यो आर्थिक लाभको लागि लेखिएको किताब होइन, तपाईँले त्यसरी बुझ्नु होला है। त्यो चाहिँ वास्तवमा नेपालको मण्डलीलाई, नेपाली मण्डलीको
मिसनप्रतिको बुझाइ गहिरो हुनुपर्छ, फराकिलो हुनुपर्छ भनेर हामीले त्यो मेहनत गरेर धेरै मिटिङहरू गरेर लेखेको किताबहरू हो। मैले अस्ति पनि तपाईँलाई क्लासमा भने त्यो किताब इङ्ग्लिसमा छ, तपाईँहरू पढ्न चाहनुहुन्छ भने नेपालमा पाउनुहुन्छ। नेपालीमा फिजिकल किताब पनि किन्न पाउनुहुन्छ नेपालीमा, कोही साथीहरूलाई पठाउनु भन्ने हुन्छ। त्यो इङ्ग्लिस किताब चाहिँ झन्डै 50-52 देशहरूमा हामीले पुर्याएको छौँ। ओके, यस। अब अगाडि बढौँ। यो एक्सप्रेसन र डेमोन्स्ट्रेसन भन्ने शब्द पनि हिजो हामीले स्लाइटली टच गऱ्यौँ। एक्सप्रेसन भनेको घोषणा गर्ने, सुसमाचार सुनाउने, डेमोन्स्ट्रेसन भनेको सुसमाचारलाई व्यवहारमा देखाउने। ओके, मैले हिजो एउटा स्टेटमेन्ट तपाईँको बिचमा भने, फेरि पनि दोहोऱ्याउँछु, पछि पनि स्लाइडमा छ। त्यो के हो भने मानिसहरू सुसमाचार सुन्न मात्रै होइन, मानिसहरू सुसमाचार हेर्न चाहन्छन्, मानिसहरू सुसमाचार देख्न चाहन्छन्, मानिसहरू सुसमाचार अनुभव गर्न चाहन्छन्, फिल गर्न चाहन्छन्। एक्सक्युज मी, दिस इज भेरी इन्ट्रेस्टिङ। मानिसहरू सुसमाचार सुन्न मात्रै होइन, मानिसहरू सुसमाचार देख्न चाहन्छन्, हेर्न चाहन्छन्। चाहे तपाईँले चङ्गाइको कुरा गर्नुहोस्, चाहे तपाईँले प्रेमका कुरा गर्नुहोस्, चाहे तपाईँले कसैलाई सपोर्ट गर्ने कुरा गर्नुहोस्, चाहे तपाईँले कुनै मान्छेलाई कुनै तरिकाले सहायता गरिदिने, प्रार्थना गरिदिने, हस्पिटल लगिदिने कुरा गर्नुहोस्, कि तपाईँ र हाम्रो जीवनमा मानिसहरूले यसो देख्नुपर्छ। द्याट इज कल्ड डेमोन्स्ट्रेसन, सुसमाचारलाई देखाउने कुरा। ओके, मानिसहरू सुसमाचार सुन्न मात्रै होइन, देख्न चाहन्छन्, अनुभव गर्न चाहन्छन्। हामीले कहिलेकाहीँ नेपालको राजनीतिलाई व्यङ्ग्य गर्दा के भन्छौँ भने नेपालमा नेताहरूले गफ मात्रै दिन्छन्, होइन र? अब तपाईँ हामीले के अरे एकदम सिधा भाषामा भन्दा केपी ओलीका गफ, होइन? अब तपाईँहरू कोही कम्युनिस्ट हुनुहुन्छ भने मसँग रिसाउनुहुन्छ, तर मैले कम्युनिस्टको विरोध गरेँ तर हामीले गफ त धेरै सुनेका छौँ नि त, होइन? पानी जहाजको गफ छ, यहाँ घर घरमा पाइपमा ग्यास आउने गफ छ, होइन? अब यो त्यो गफ हामीले धेरै सुन्यौँ के, हामीले के चाहिँ हेर्न पाएनौँ भने त्यो जुन विकास हो त्यसको अनुभव गर्न पाएनौँ, त्यसको फिल गर्न पाएनौँ भन्ने हाम्रो गुनासो हो नि त। सरकारी अफिसमा जाँदाखेरि परिवर्तन भएको देख्न पाइयोस्, त्यो हो नि त विकास, छैन? भनेपछि विकासलाई अनुभव गर्न, फिल गर्न तपाईँ र हाम्रो व्यक्तिगत जीवनसँग जोड्न चाहन्छौँ हामी। त्यसरी नै यीशुको सुसमाचारलाई हामीले मानिसको व्यक्तिगत जीवनसँग, समुदायको जीवनसँग, तपाईँ हामी पढ्ने ठाउँमा, तपाईँ र हामीले काम गर्ने ठाउँमा, तपाईँ र हामीले येशूको प्रेमलाई इङ्ग्लिसमा ट्यान्जिबली भन्छ, मान्छेले देख्न सक्ने गरी, मान्छेले अनुभव गर्न सक्ने गरी, मान्छेले बुझ्न सक्ने गरी डेमोन्स्ट्रेट गरेर देखाउन सक्नु पर्यो। द्याट इज इन्टरगो मिसन, द्याट इज इन्टरगो मिसन। तपाईँलाई मैले भनौँ, मैले मेरो किचनमा गएर म अलिकति अब के अरे एउटा इक्जाम्पल सुरु गरेँ है त, इट्स अ फ्यामिली इक्जाम्पल। किचनमा गएर मेरो फ्यामिलीमा, होइन, मेरो श्रीमतीलाई मैले किचनमा गएर उनले खाना पकाउँदै गर्दाखेरि ल तिमीलाई म माया गर्छु, होइन, हामीले धेरै त्यस्तो भन्ने आई लभ यु भन्ने प्र्याक्टिस छैन नि त नेपालमा, होइन? अब विदेशतिर भए छिनछिनमा आई लभ यु भन्छन्, त्यसको छुट्टै अर्थ छ। अब नेपालमा हामीले किचनमा गएर मेरो श्रीमतीलाई आई लभ यु भने उनले के भन्छन् थाहा छ? अब तिम्रो आई लभ यु चाहिँ पर राख, यहाँ लसुन ताछ, ओके, प्याज काटिदेऊ, बुझ्दै हुनुहुन्छ? यो सब्जी काटिदेऊ, बुझ्दै हुन्छ तपाईँले डिफरेन्स? भन्न त सक्ने भयौँ, द्याट हेज नो मिनिङ। त्यो भन्नु नराम्रो भने होइन मैले। त वाट सी वान्ट्स टु सी इज डेमोन्स्ट्रेसन। देखाउ न त प्रेम गर्छौ भने मलाई किचनमा सहायता गर, मेरो लागि नयाँ लुगा किनेर ल्याइदेऊ, मलाई सपिङमा लैजाऊ, मलाई घुमाउन लैजाऊ। द्याट इज दि प्र्याक्टिकल एस्पेक्ट भन्छु मैले इङ्ग्लिसमा, द डेमोन्स्ट्रेसन अफ वाट? लभ। ओके, उस्तै पऱ्यो भने हाम्रो नेपाली कन्टेक्स्टमा तपाईँले फ्यामिलीमा बुढाले बुढीलाई, सरी श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई आई लभ यु भन्यो भने गाली खाइन्छ, के होइन? तपाईँले बुझ्नु? त्यो त हामी भन्दैनौँ। हामी के हेर्न चाहन्छौँ भने द्याट लभ सुड बी डेमोन्स्ट्रेटेड इन अ प्र्याक्टिकल वे। ठिक छ? हाम्रा छोराछोरीलाई हामीले आई लभ यु भन्नुभन्दा एउटा चक्लेट ल्याएर दियौँ भने बुझ्छन्, ओहो मम्मी लभ्स मी, ड्याडी लभ्स मी। मैले त्यसो भन्दै गर्दाखेरि यो के अरे एक्सप्रेसनको पाटो, घोषणा गर्ने पाटो, थ्योरीको पाटो चाहिँ हामीले इग्नोर गर्नुपर्छ भन्नु खोजेको चाहिँ होइन। तर धेरैपल्ट हामी चाहिँ के भयो भने हाम्रो सुसमाचार चाहिँ बोलीमा मात्र सीमित भयो भनेर भन्न खोजे है त। ल अलिकति म अगाडि बढेँ, सायद यो सर्दैछ होला। यहाँ 3टा शब्द छन्, देख्नु भएको छ? बिइङ, डुइङ एन्ड सेइङ, देख्नु भएको छ? ओके, यस।
बिइङ भनेको हुने, ओके, बिकमिङ। डुइङ भनेको गरेर देखाउने अनि मात्रै बोल्ने। भेरी इन्ट्रेस्टिङ। पहिला हुने, ओके, तपाईँ र हाम्रो जीवनमा परिवर्तित भएर हामी इक्जाम्पल हुनु पर्यो, त्यसपछि हामीले त्यो गरेर देखाउनु पर्यो, त्यसपछि हामीले के गर्नु पर्यो, अरूलाई भन्न पर्यो। तपाईँहरू सानै हुनुहुन्थ्यो होला, 2050 सालमा के अरे 50-51मा जस्तो लाग्छ चुनाव हुन लागेको थियो। म झापाको एउटा बिर्तामोड भन्ने ठुलो सहरमा, हाम्रो गाउँको सबभन्दा ठुलो सहर त्यही हो हाम्रो जिल्लाको लगभग, त्यहाँ चाहिँ एउटा नेपाली कङ्ग्रेसको आम सभामा थिएँ। म पनि सानै थिएँ होइन, अहिले अब त तपाईँहरू चाहिँ अलिक सानै हुनुहुन्छ मभन्दा, त्यस्तै म सानो थिएँ। म एउटा आम सभा सुन्न गएको थिएँ। त्यो आम सभामा नेपाली कङ्ग्रेसको अहिले हाम्रो लेट के अरे प्राइम मिनिस्टर भन्छौँ गिरिजा प्रसाद कोइराला हुनुहुन्थ्यो आम सभामा। उहाँले भाषण गर्नुभएको थियो। उहाँले भाषण गर्दा 50 सालमा है, आजभन्दा कति वर्ष भयो, 32 वर्ष अगाडि 50 सालमा एउटा भाषणमा प्रयोग गर्नुभएको शब्द स्टेटमेन्ट, आई क्यान स्टिल रिकलेक्ट, रिमेम्बर होइन। उहाँले के भन्नुभयो भने बडो इन्ट्रेस्टिङली भन्नुभयो, नेपाली कङ्ग्रेसले, त्यो चुनावी घोषणा पत्र थियो, चुनावी आमसभा थियो, नेपाली काङ्ग्रेसले जे बोल्छ त्यही गर्छ। अनि त्यसले त्यो सेन्टेन्स, उहाँले त्यो सेन्टेन्सलाई रिभर्स गर्नुभयो, नेपाली काङ्ग्रेसले जे गर्छ त्यही बोल्छ। एक्सक्युज मी, फेरि म नेपाली कङ्ग्रेसको होइन है, म कुनै पनि पोलिटिकल पार्टीसँगै एफिलिएसन छैन आजसम्म। उहाँले के भन्नुभयो, नेपाली काङ्ग्रेसले जे बोल्छ त्यो गर्छ। अनि फेरि त्यसलाई रिभर्स गरेर के भन्नुभयो, नेपाली काङ्ग्रेसले जे गर्छ त्यो मात्रै बोल्छ। आज 32 वर्ष भएछ उहाँले त्यसो भन्नुभएको। देशको हालत त हामीले देखेकै छौँ। नेपाली कङ्ग्रेस, नेकपा एमाले कतिपल्ट सरकारमा गए त्यो त हामीले देखेकै छौँ। भनेपछि अब तपाईँ त्यो मैले बच्चा हुँदाखेरि, म सानै हुँदाखेरि सुनेको नेपाली कङ्ग्रेसको स्टेटमेन्ट, भाषण, चुनावी घोषणा सभामा गरिएको स्टेटमेन्ट होइन, गिरिजा प्रसाद कोइरालाले बोल्नु भएको, नेपाली काङ्ग्रेसले जे बोल्छ त्यही गर्छ, जे गर्छ त्यही बोल्छ। आखिरी गरेन, आखिरी भएन। यहाँ हेर्नुहोस् त, इन्टिग्रेसनको डेफिनेसन के रहेछ, हामी जे गर्छौँ त्यही बोल्छौँ, त्यही बोल्छौँ जुन गर्छौँ, हो 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 कि होइन थाहा छैन है। सी, क्रिस्चियन लाइफ इज भेरी 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 च्यालेन्जिङ प्रियहरू। धेरै मान्छेले हाम्रा कुरा किन पत्याउँदैनन् थाहा छ? त्यो 2050 सालको भाषण जस्तै भएको छ हाम्रो प्रिचिङ। हामी जे गर्दैनौँ त्यही बोल्छौँ, जे बोल्छौँ त्यो गर्दैनौँ। म अलिक क्रिटिकल भएँ होला है, त्यो त हामीले देखेकै छौँ। अब तपाईँले त्यो त होइन, राजनीतिमा मात्रै त्यस्तो हुन्छ, चर्चमा हामी अलिक बेटर छौँ भन्नुहुन्छ, ठिक छ, हामी बेटर छौँ भने राम्रो हो होइन। त्यसले गर्दा इन्टिग्रल मिसन भनेको चाहिँ तपाईँ र हामी जे बोल्छौँ त्यो गर्छौँ, जे गर्छौँ त्यो प्रचार गर्छौँ। ओके, द्याट्स इन्टिग्रल मिसन, बिइङ, डुइङ एन्ड सही। यो तिनवटा शब्द हामी कहिलेकाहीँ चलाउँछौँ। अब यहाँ अलिकति सेकुलर भर्सेस सेक्रेटको कुरा आयो। हामीले यो सेकुलर भन्ने शब्द चलाउँछौँ कहिलेकाहीँ धेरैचोटि, अनि त्यस पछाडि सेकुलरको उल्टो के हुन्छ भनेदेखि सेकुलर भनेको चाहिँ सांसारिक हो, नेपालीमा ठ्याक्कै हामीले त्यसरी ट्रान्सलेसन गर्छौँ। अनि के अरे साक्रिड, इङ्ग्लिसमा त्यो एसएसी हुनुपर्ने है, मेरो स्पेलिङ मिस्टेक भएछ, सरी। मेरो किबोर्ड बिग्रिएको छ, यो ल्यापटपको किबोर्ड बिग्रिएको भएर म त्यसलाई सच्याइहालेँ है त, सरी। यस, एसएसईआरइडी हुनुपर्ने है त्यहाँ। यो किबोर्ड बिग्रिएको भएर मैले भर्चुअल किबोर्ड चलाइरहेको छु है। ल, त्यो स्मल क्यापिटल भएछ, त्यसलाई पनि म सच्याइहालेँ है त, सिआर, ओके, यस। अब यो सेक्युलर भनेको तपाईँ र हामीले प्रयोग गरिराखेको शब्द, जसको अर्थ हामीले सांसारिक भनौँ है, चर्च बाहिरको भनौँ, त्यसलाई हामीले सेकुलर भन्छौँ। अनि अर्को त्यसको उल्टा चाहिँ इङ्ग्लिसमा चाहिँ, अब नेपालीमा के हुन्छ मलाई थाहा छैन, इङ्ग्लिसमा चाहिँ के अरे साक्रिड भन्ने शब्द चलाइन्छ। मैले यो डी पनि सच्याइहालेँ ल, एउटा के भइरहेछ आज, आएन, साक्रिड, ओके, दुईटा भएछ, यस, अब चाहिँ भयो है। अब सेक्युलर भनेको सांसारिक,
है, जुन परमेश्वरको होइन, चर्चको होइन भन्ने हाम्रो बुझाइ हो। अनि साक्रिटको नेपाली अर्थ चाहिँ पवित्र, है। साक्रिट भनेको पवित्र, अलग गरिएको, के अरे छुट्याइएको भन्ने अर्थ लाग्छ। हिब्रू भाषामा चाहिँ यो हागियोस भन्ने शब्दबाट, सरी ग्रिक भाषाको हागियोस भन्ने शब्दबाट चाहिँ साक्रिट भन्ने शब्द आएको छ। पवित्र गरिएको, चोख्याइएको, अलग गरिएको, छुट्याइएको भन्ने अर्थ हुन्छ साक्रिटको, है। तर तपाईँ र हामीले यो दुईटा शब्दलाई कसरी बुझ्यौँ भने, सेकुलर भनेको चाहिँ संसारको हो, सांसारिक हो, होइन। नेपालीमा ट्रान्सलेसन गर्दा अर्को अर्थ मैले पाइराखेको छैन। अब साक्रिट भनेको चाहिँ परमेश्वरको राज्यको, होइन, आत्मिकी कुराहरू हुन्, चर्चका कुराहरू हुन् भनेर हामीले बुझ्यौँ। तर यहाँ अलिकति अब तपाईँ र हामीले के बुझ्नुपर्छ भने नि, है, अलिकति यो बुझ्नुपर्ने कुरा छ है त इन्टिग्रेसनको कुरा गर्दाखेरि। अब यसो भन्दा तपाईँ कतिजनालाई पहिलोपल्ट यसो सुन्नु भएको हो भने अलिकति अनौठो लाग्न सक्छ, है। तपाईँसँग केही प्रश्नहरू छन् भने हामीले छलफल गर्न सक्छौँ। ओके, यो सेकुलर स्याक्रिड डिभिजन जुन छ, यो चाहिँ संसारको हो, यो चाहिँ परमेश्वरको हो भनेर जुन छुट्याउने चलन छ, त्यो चाहिँ, त्यसलाई चाहिँ हामीले अलिकति फरक ढङ्गले बुझ्नुपर्छ। म बिस्तारै व्याख्या गर्छु, है। ल, अब कहाँबाट सुरु गरौँ? यो अप्ठ्यारो कुरा छ है बुझाउनलाई। तपाईँहरू एकदमै अब के होला के होला, कसरी बुझाउने भन्ने चिन्ता छ मलाई। कुन चाहिँ कुरा सांसारिक हो, कुन चाहिँ कुरा आत्मिक हो? ल, यो दुईटा शब्दलाई चलाउँ हामीले। सेकुलर साक्रेटलाई एकछिन छोडौँ, सांसारिक र आत्मिकलाई छुट्याउँ। ल, खाना खानु आत्मिक हो कि शारीरिक हो, सांसारिक हो? खाना खाने काम के हो? संसारिक। सांसारिक हो। ओके, गुड। मुना बहिनी, थ्याङ्क यू। अनि चर्चमा भजन गाउनु के हो? आत्मिक हो? यस, गुड, ओके। कलेज पढ्नु साह्रै सांसारिक हो कि आत्मिक हो? कलेज बिए, बिबिएस, बिएचएम, बिआइएम, बिआइटी पढ्नु सांसारिक हो कि आत्मिक हो? सांसारिक। सांसारिक हो। ओके, हिजो लोक थापाजी। क्लास स्टार्ट चाहिँ तारिक लाग्न छोडिसक्यो नि त होइन। दिपा बहिनी, यस कमा तपाईँको अलिकति बिचमा अड्क्या थियो, भन्नु त। अब अहिले लिएको क्लास अनुसार त सांसारिक लाग्न छोडिसक्यो भनेको। संसारिक लाग्नु छोड्यो? मतलब सर्वाङ्गीन उ त्यसमा आउँछ नि त। ओके, गुड। यस, अरू कोही थप्न चाहनुहुन्छ? भजन गाउनु आत्मिक हो, प्रार्थना गर्नु आत्मिक हो, होइन। अब खाना खानु शारीरिक हो, शरीरलाई भोजन चाहिन्छ। ओके, गुड। कलेज पढ्नु सांसारिक हो। ओके, वाट एल्स? ल, विनय भाइ, तपाईँ अगाडि आउनु खोज्नु भएको छ, कमान आउनुहोस्, छलफल गरौँ है। सर मलाई चाहिँ यो सांसारिक र आत्मिक भन्ने कुरामा चाहिँ जस्तै अब दिपा बहिनीले अहिले भन्नुभएको जस्तै हेर्दाखेरि त्यसलाई जोडिराख्ने हो भने चाहिँ अब तपाईँको अब हामीले सर्वाङ्गीन विकासमा त्यो पनि अब आत्मिक नै हो अब जस्तो लाग्छ होइन। ओके, र मैले चाहिँ अनि यसले चाहिँ कुन कुन कुरामा लिड गर्छ भन्ने कुराले इफेक्ट गर्छ जस्तो लाग्छ। जस्तै अब तपाईँको गीत गाउन र भजन गाउन त आखिरमा हामीले स्वर नै निकाल्नु हो नि त। तर संसारिक कुराको संसारिक गीत गायो भने त्यसले चाहिँ अब स्पिरिचुअली लिड गरेन होइन भने हाम्रो अब भजन गायो भने त्यसले चाहिँ स्पिरिचुअली लिड भयो। अनि त्यो कुराले जस्तै अब हेर्ने हो भने चाहिँ अब अघि हामीले सेकुलर स्टडी र अब भनौँ न थियोलोजिकल स्टडी भने जस्तै पढ्ने त आखिर अध्ययन गर्ने नै हो। तर त्यसले चाहिँ अनि कुन कुरालाई चाहिँ लिड गरेर लान्छ भन्ने कुरालाई चाहिँ हामी संसारिक र आत्मिक छुट्याउन सक्छौँ होला जस्तो। थ्याङ्क यू विनय भाइ, भेरी गुड एक्सप्लेनेसन। बिरामीको उपचार गर्नु सांसारिक कि आत्मिक? दुखी गरिबलाई खाना खुवाउनु सांसारिक कि आत्मिक? बाइबलले अरूलाई प्रेम गर भनेको छ, होइन? ओके, यहाँ हामी अलि भित्र जान सकिरहेको छैनौँ, होइन। यो मैले प्रेजेन्टेसन गरेको भएर तपाईँ सबैलाई मैले देख्न पनि सकिरहेको छैन। एकैछिन है, एकैचोटि हेरौँ सबैजनाको अनुहार कस्तो छ, तपाईँले के सोचिराख्नु भएको छ। यस, अब मैले तपाईँलाई के भन्न खोजेको भने गाँठी कुरो के हो भने यो संसारमा कहिले पनि कुनै पनि कुरो सांसारिक र आत्मिक भन्ने नै हुँदैन। ओके, यो दुइटै कुरा सँगै जोडिएर आउँछ प्रियहरू। अलि बुझौँ यसलाई।
ल फेरि एकैचोटि अलिक गाह्रो होला तपाईँलाई, त्यसकारण यसलाई अलिकति बुझ्नुपर्छ। यसमा अब सांसारिक र आत्मिक भन्नुभन्दा पनि तपाईँले हामीले एउटा होलिस्टिक अप्रोचमा बुझ्नुपर्छ है, इन्टरग्रल अप्रोचमा बुझ्नुपर्छ। ल अब उम्, ल गुड, मैले अहिले बल्ल एक दुईजना साथीहरूलाई देखेँ अलिकति के गडबड भएर छ है। अब यो भर्चुअल भए पनि अलिअलि भए पनि यसो अनुहार हेरेर कुरा गर्नु रमाइलो हुन्छ। गुड, हामी के कुरा गर्दैछौँ भने सेकुलर भर्सेस साक्रिटको कुरा गर्दैछौँ। यो अलिकति बुझ्नुपर्ने भएको कारणले गर्दा म अलिक स्लो भएको छु है। अनि नेपालीमा भन्दा आत्मिक र सांसारिक भन्ने कुरा गर्दैछौँ होइन। आत्मिक भनेको परमेश्वरको लागि छुट्याइएको अलग गरिएको भन्ने अर्थ हुन्छ भने सांसारिक भनेको संसारको भन्ने अर्थ चाहिँ हामीले लगाउँछौँ है। तपाईँहरूको एक्सप्लेनेसन पनि मैले सुनिराखेको छु। ओके, तपाईँ र हामी चर्च जाँदाखेरि नि, तपाईँ र हामी चर्च जाँदाखेरि शरीरमा जान्छौँ होइन, शरीर लिएर जान्छौँ, ठिक छ, यसमा तपाईँ एग्री गर्नुहुन्छ। हाम्रो आत्मा प्राण शरीर हामी लिएरै जान्छौँ होइन। अनि चर्चमा बस्दाखेरि हामी शारीरिक हो कि आत्मिक हो? शरीर पनि त्यही हुन्छ होइन र? हो, हाम्रो शारीरिक खाँचोहरू भोक तिर्खा सबै हामी लिएरै जान्छौँ होइन र? हो, अनि हामी एकअर्कालाई चिन्छौँ, हाम्रो एकअर्काको साइनो हुन्छ त्यहाँ, दाइ भाइ दाजुभाइ पास्टरबा गुरुबा होइन, सबै हुन्छ होइन। तपाईँ र हामी चर्च जाँदाखेरि हाम्रो शारीरिक पक्ष, हाम्रो आत्मिक पक्ष, हाम्रो भौतिक पक्षहरू, हाम्रा खाँचोहरू, हाम्रो इमोसन्सहरू, हाम्रा सम्बन्धहरू सबै कुरा लिएरै जान्छौँ हो कि घरतिरै छोडेर जानुहुन्छ? आज शनिबार हो, सेवाको दिन हो, त्यसकारण म आत्मालाई मात्रै लिएर चर्चमा जान्छु, शरीर घरमै राख्नु पर्यो, म अलिकति आत्मिक हुनु पर्यो, माइक्रोमा 25 रुपियाँ किन तिर्ने भनेर फुत्तै जाने हो र चर्च? होइन, एक्सक्युज मी, हामी कसरी जान्छौँ रे? शरीरलाई पनि लिएरै जान्छौँ, हाम्रा सबै खाँचोहरू पनि लिएरै जान्छौँ होइन र? हाम्रा हाम्रो जीवनमा नि प्रियहरू, हाम्रो जीवनमा शारीरिक पक्ष हुन्छ, आत्मिक पक्ष हुन्छ, ओके, सामाजिक पक्ष हुन्छ, हाम्रो वातावरणसँगको सम्बन्ध हुन्छ। यो सामाजिक आत्मिक शारीरिक वातावरणीय यो सबै पक्षलाई हामी एकैचोटि जिउँछौँ। यु क्यानट डाइसेक्ट एन्ड बाइसेक्ट दिज द डिमेन्सन्स अफ यर लाइफ। के तपाईँले यो पक्षहरूलाई कहिले पनि अलग गर्न सक्नुहुन्न, छुट्याउन सक्नुहुन्न? नो वे, सक्नुहुन्न। शनिबार आत्मिक जीवन जिउने, आइतबार चाहिँ शारीरिक जीवन जिउनु पर्यो, सोमबार चाहिँ म सामाजिक जीवन जिउनु पर्यो, अनि मङ्गलबार चाहिँ अलिकति यसो वातावरणसँगको सम्बन्धलाई सुध समुद्र गर्नु पर्यो, वातावरण जीवन जिउनु पर्यो भनेर तपाईँ र हामी छुट्याएर हाम्रो जीवनका विभिन्न पक्षहरूलाई अलग अलग दिनमा हामी जिउँदैनौँ। तपाईँ र हामी शारीरिक आत्मिक सामाजिक हाम्रो वातावरणीय भौतिक मानसिक जेसुकै भन्नुहोस्, बौद्धिक भन्नुहोस्, यी सबै जीवनहरू हामी एकैपल्ट जिउँछौँ। यसलाई हामी छुट्याउन सक्दैनौँ, अलग गर्न सक्दैनौँ। र तपाईँले के बुझ्नु पर्यो भने, अघि विनय भाइले अलिअलि झन्डै झन्डै त्यहाँ ल्याउनु भएको त्यो कुरो के बुझ्नु पर्यो भने, सबै कुरा आत्मिकी हुन्छन् र सबै कुरा भौतिक अथवा शारीरिक अथवा सांसारिक हुन्छ। तपाईँ सेकुलर कलेज भन्नुभयो नि, ल मानौ तपाईँ बिबिए पढ्नुहुन्छ, अनि कलेज जाँदा तपाईँ परमेश्वरको मन्दिर होइन त्यो लिएरै जानुहुन्छ होइन र? त्यो सेकुलर कलेज पढ्नलाई तपाईँ परमेश्वरको मन्दिर हो, हामी लिएरै जान्छौँ। त्यो बेला पनि हामी यसुलाई लिएरै जान्छौँ, त्यो बेला पनि हामी क्रिस्चियनै भएर जान्छौँ। कि सेकुलर कलेज पढ्दाखेरि चाहिँ हाम्रो प्रभुसँगको सम्बन्धलाई घरमै कतै थन्काएर बन्द गरेर जाने हो र? हामी आत्मिक जीवन लिएर जाँदैनौँ कलेजमा? कि छुट्टै त्यसलाई झोलामा हालेर राखेर जानुहुन्छ? काम गर्ने बेलामा तपाईँले प्रभुसँगको सम्बन्ध, तपाईँको आत्मिक जीवन प्रार्थना कतै बन्द गरेर जानुहुन्छ? लिएरै जानुहुन्छ होइन र? तपाईँ काम गर्ने ठाउँमा, तपाईँ पढ्ने ठाउँमा, तपाईँ जाँदा तपाईँ आत्मिक रूपमा तपाईँको उपस्थिति हुँदैन, शारीरिक भौतिक आत्मिक यी सबै कुरामा तपाईँ लिएरै जानु। सो तपाईँले हामीले के बुझ्नु पर्यो भने, यो सेकुलर भर्सेस स्याक्रिड, सांसारिक भर्सेस आत्मिक भन्ने जुन हामीले डिभिजन गरेका छौँ, छुट्याएको छौँ, त्यसलाई हामीले अलिकति फरक ढङ्गले बुझ्न जरुरी छ है। कहिलेकाहीँ हामीले यो होलिस्टिक लेन्सबाट हेर्दैनौँ, अलिकति फराकिलो, हाम्रो
उसको ब्रेकको समय भयो। यस, बिना भेट, थ्याङ्क यू, तपाईँले इसारा गर्नुभएको जस्तो लाग्यो। हामी अहिले 7 बजे नि मेरो टाइममा 7:05 भयो। 10 मिनट पछाडि हामी भेट्छौँ। त्यसपछि फेरि यसलाई कन्टिन्यू गरेर अगाडि बढ्छौँ है। ओके, हेभ अ गुड ब्रेक। यसको मिटिङमा हामी त्यसो साथीहरू बोलाउनु पर्यो भने भजन गाउने, एउटा कोरस गाउने, अनि सबैजना आउनुहुन्छ। ओके, धेरैवटा वर्कसपहरूमा ब्रेक हुँदाखेरि टोइलेटमा बाथरुममा पुरा लाइन लगाएको हुन्छ, क्यु लगाएको हुन्छ, अनि हामी यता भजन गाउन सुरु गर्छौँ अनि साथीहरू हतार हतार गरेर आउनुहुन्छ। ओके, गुड, आउनु भयो होला सबैजना। यस, अब अरू साथीहरू एकैछिन ल है। अब यो हामीले अहिले छलफल गरिराखेको जुन सेकुलर भर्सेस स्याक्रिड कन्सेप्ट छ, यो थियोलोजिकल कन्सेप्ट पनि हो, यो धेरै छलफल गरिएको विषय हो। यसमा तपाईँलाई एकैचोटि तपाईँले बुझ्नु भएन अथवा कतिवटा क्वेसन्स रह्यो, एकैचोटि कन्भिन्स हुनु भएन भने प्रार्थना गर्नु होला, हामी यो नोभेम्बरभरिमा यो बुझेर छोड्छौँ है। तब अहिले नि नआत्तिनु होला, फेरि अलिकति फरक बुझाइ आयो भने। हाम्रो यो शिक्षा भन्ने कस्तो हुन्छ भने नि, सिक्न सजिलो छ, इङ्ग्लिसमा सिकेको कुरालाई होइन रहेछ, गलत रहेछ, मैले गलत सिकेछु भन्नलाई चाहिँ बडो गाह्रो छ कि। इट्स भेरी डिफिकल्ट टु अनलर्न भन्छ इङ्ग्लिसमा, तपाईँले बुझ्नुहुन्छ होला। इजी टु लर्न है, भेरी भेरी डिफिकल्ट टु अनलर्न। हामीले पहिल्यैदेखि फरक तरिकाले बुझेर आएछौँ भने ए यो चाहिँ अलिकति फरक कुरा रहेछ भनेर त्यसलाई बुझेर त्यो होइन रहेछ भन्न चाहिँ मान्छेलाई धेरै गाह्रो हुन्छ, किनभने हामी त्यसमा ट्युन भइसकेका हुन्छौँ है। त्यही भएर तपाईँलाई थाहा होला, तपाईँहरू कतिको म्याच्योर हुनुहुन्छ, झुटा शिक्षामा लागेका मान्छेलाई फर्काउन धेरै गाह्रो हुन्छ। कारण यही हो, हामीले जे सिक्दै आयौँ, जे बुझ्दै आयौँ, जेमा हामी ट्युन भयौँ, त्योभन्दा अर्को बुझाइ, अरू फरक बुझाइ आउने बित्तिकै हामीलाई च्यालेन्ज फिल हुन्छ। तर शिक्षा भनेको चाहिँ त्यो हो जसले हामीलाई च्यालेन्ज गरोस्। बुझ्नुभयो कि भएन? तपाईँ एकदमै परिपक्व लर्नर हो भने चाहिँ तपाईँले क्वेसन्स गर्नुहुन्छ, तपाईँले नयाँ कुरा आउने बित्तिकै त्यसलाई थिङ्किङ गर्नुहुन्छ, त्यसलाई प्रोसेस गर्नुहुन्छ, अझै धेरै रिसर्च गर्नुहुन्छ, पढ्नुहुन्छ, अनि ओहो यसो रहेछ, हो वा मैले अहिले कुरा बुझेँ। बल्ल घैँटोमा घाम लाग्यो भन्नु छ तपाईँले। अब यो घैँटोमा घाम लाग्ने भनेको चाहिँ 12 बजी एकचोटि मात्रै लाग्छ, किन थाहा छ? त्यो 12 बजी घाम माथि सिधा हुन्छ अनि घैँटोको मुखमा घाम लाग्छ। घैँटोमा घाम 12 बजी दिनमा एकचोटि मात्रै लाग्छ। त्यसकारण यस्तो मौका तपाईँले सजिलै सहजै पाउनुहुन्न है। घैँटोमा घाम लाग्नु सजिलो कुरा होइन, एकचोटि मात्रै लाग्छ।
अनि तपाईँ र हामीले पहिल्यैदेखि बुझिराखेको सिकेको सबै कुराहरू ठिक हुन्छन् भन्ने पनि हुँदैन। अनि अहिले मैले सिकाइरहेको कुरो ठिक छ भन्ने पनि मैले भन्नु खोजेको होइन, तर तपाईँलाई मैले के च्यालेन्ज गर्न खोजेको भने बाइबल पढ्नुहोस्, क्वेसन्स गर्नुहोस्, छलफल गर्नुहोस्, हामी छलफल गरौँ, सिकौँ, अरू आर्टिकल पढौँ, अरू पढौँ, होइन? त्यसरी चाहिँ हामी सिक्दै सिक्दै जाउँ, एउटा प्रक्रिया हो। अनि अहिले नै बुझ्नु भएन भने फेरि भोलिदेखि म क्लासमा जाँदिनँ भनेर नबस्नु होला है। द्याट विल बी अ रङ डिसिजन। हामी फेरि छलफल गर्दैछौँ, त्यो के हो भने के यो संसारमा कुनै कुरो आत्मिक अथवा शारीरिक कि सांसारिक भन्ने छुट्याउन मिल्छ भन्ने छलफल गर्दैछौँ। ऐतिहासिक रूपमा हेर्ने हो भने धेरै शताब्दीसम्म चाहिँ, धेरै वर्षसम्म चाहिँ, सेन्चुरीसम्म चाहिँ यो आत्मिक भर्सेस के अरे सांसारिक भर्सेस आत्मिक भनेर छुट्याइयो। अहिले पनि छुट्याइन्छ, छुट्याउने मण्डलीहरू पनि छन्, छुट्याउने बाइबल विद्वानहरू पनि छन्। तर तपाईँ हामीले के बुझ्नु पर्यो भने कुनै पनि कुरा शारीरिक, सांसारिक अथवा आत्मिक भनेर अलग अलग छुट्याउन सकिने अवस्था छैन। तपाईँलाई म एउटा ब्रिलियन्ट इक्जाम्पल दिन्छु। बाइबलले तपाईँलाई के भन्छ भने तपाईँ र हामी के हो? परमेश्वरको के हो? मन्दिर हौ। तपाईँ र हाम्रो शरीर के हो? परमेश्वरको के हो? मन्दिर हो, होइन? तपाईँ र हामी परमेश्वरको के हौ? मन्दिर हो। त्यही भन्छ होला बाइबलले। भनेपछि त हाम्रो शरीर, हामी कस्ता छौँ, हाम्रो शरीरभित्र कति फोहोर मैला छ, के छ, त्यो तपाईँलाई थाहा छ, मलाई थाहा छ। तर पनि हाम्रो शरीर के हो रे? फेरि भन्नुहोस् त एकचोटि। परमेश्वरको के हो? मन्दिर हो। कहाँनिर छुट्याउनुहुन्छ तपाईँले आत्मिक र शारीरिक भनेर? ल भन्नु त। कहाँनिर छुट्याउनुहुन्छ तपाईँले सांसारिक र आत्मिक भनेर? काठमाडौँमा हामी माइक्रो बस चढ्छौँ, अनि त्यसको भाडा अब उहिले 15 रुपियाँ थियो कि अहिले 20-25 कति भयो, म माइक्रो नचढेको धेरै भयो है। त्यो माइक्रोमा अब काठमाडौँको माइक्रोको बारेमा तपाईँलाई थाहा छ, एकदमै भिडभाड हुन्छ, सिट हुँदैन। अनि त्यो हामीले नेपालीमा खलासी भन्छौँ, होइन? त्यो खलासी भन्ने शब्द चलाउन मिल्दैन है, हामीले चाहिँ सहचालक भन्नुपर्छ। अघि एकजना बहिनीले अन्य जाति भन्दै हुनुहुन्थ्यो, अन्य जाति भन्ने शब्द पनि पोलिटिकली रङ हुन्छ, याद गर्नु होला, सनम बहिनी जस्तो लाग्छ। हामीले अक्रिस्चियन भन्ने शब्द पनि चलाउनु हुँदैन, याद गर्नु होला। यो इन्फर्मेसनभित्र यस्ता धेरै कुराहरू पर्छन्, सिक्नुपर्ने कुरा। अन्य जाति, अक्रिस्चियन, अहिन्दू भन्न मिल्दैन, पोलिटिकली रङ ल्याङ्ग्वेज भन्छ। तपाईँ जापानमा हुनुहुन्छ है, जापानमा त स्पेलिङ मिस्टेक गर्नलाई पनि कारवाही हुन्छ भन्ने सुने हो, होइन? सो अन्य जाति, अक्रिस्चियन नभनौँ है। अब यता के गरौँ? माइक्रोमा ढोकामा बसेर पैसा उठाउने कि त हामी कन्डक्टर भन्छौँ, होइन? कि चाहिँ त्यसलाई हामीले सहचालक भन्नुपर्ने हुन्छ हो। अब खलासी नभनौँ है अबदेखि। अब त्यो सहचालकले ढोकामा बसेर मान्छे खाँदै खाँदै गर्छ माइक्रोमा। तपाईँ पनि नेपालबाटै जानुभयो होला, देख्नु भएको छ, आउनु भएको छ। माइक्रोमा मान्छे खाँदा खाँदै हुन्छ, सिट हुँदैन, पछाडि सर्नु भन्छ है। पछाडि ठाउँै छैन, त्यही पनि सर्नु भन्छ। त्यो पछाडि बस्ने मान्छे सर्यो भने गाडीबाट बाहिर निस्किन्छ, त्यताबाट निस्किने ठाउँ हुँदैन, त्यो ठाउँै हुँदैन, मान्छे कोच्याकोचै गर्छ। तपाईँलाई थाहा छ, त्यो सहचालकले त्यो माइक्रोमा सिटै नहुँदा पनि परबाट दुईजना मान्छे आउँदै गरेको देख्यो भने उसले के भन्छ भने, गुरुजी गाडी रोक्नुहोस्, पर 15-15-30 रुपियाँ आउँदैछ भन्छ उसले। त्यो सहचालकले मान्छेको निधारमा 15 रुपियाँ देख्छ। के देख्छ अरे? कति देख्छ? 15 रुपियाँ देख्छ। उसको माइन्डसेट के, उसको 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 के हो, भ्यू, उसको दृष्टिकोण। माइक्रो बसमा पैसा उठाउने मान्छेले एउटा मान्छेको निधारमा 15 रुपियाँ देख्छ है प्रियहरू। त्यो जापानमा नि हुन्छ, त्यहाँको सिस्टम फरक छ। नेपालमा चाहिँ सहचालकले मान्छेको निधारमा के देख्छ अरे? 15 रुपियाँ, 20 रुपियाँ, जति भाडा छ त्यति देख्छ। उसले त्यसरी काउन्ट गर्छ है। पर दुईजना आउँदैछन्, उसले 15-15-30 रुपियाँ हिसाब गर्छ। उसले दाइ दिदी, आमा बुवा सर त्यस्तो सोच्दैन कि, त्यो पर्सपेक्टिभ। तपाईँ र हामीले त्यो मण्डल इतिहासलाई, हामीले बुझिराखेको कुरालाई, हामीले गरेको अभ्यासलाई हामीले नजिकबाट हेऱ्यौँ भने हामीले के गर्यौँ भने नि प्रियहरू, मानिसहरूलाई हामीले आत्मा देख्यौँ के। दिस इज भेरी इन्ट्रेस्टिङ। मान्छेलाई के देख्यौँ हामीले? आत्मा देख्यौँ। त्यही भएर हामीले आत्मा बचाउने भन्ने शब्द प्रयोग गऱ्यौँ, होइन?
अनि मान्छेहरूलाई हामीले आत्मा देख्यौँ, उसको शरीर देखेनौँ, उसको सामाजिक पक्ष देखेनौँ। हामीले मान्छेलाई मान्छे नै देखेनौँ। के देख्यौँ? आत्मा देख्यौँ। त्यो मान्छेलाई आत्मा देख्नु गलत होइन, त्यो सही हो। तर तपाईँ नआत्तिनु होला है। फेरि विनय भाइ डराइसक्नु के हो यो भनेर है। मानिसलाई आत्मा देख्नु गलत होइन। तपाईँ हामी आत्मिक प्राणी नै हौँ। तर आत्मा मात्रै देख्नु पो गलत हो त। बुझ्दै हुनुहुन्छ? के हो अरे? मानिसमा आत्मा हुन्छ हो, आत्मा बचाउने भन्नु पनि गलत होइन। तर मान्छेलाई आत्मा मात्रै देख्नु, मैले आत्मा मात्रै बचाउँछु भन्नु, अनि आत्मा चर्चमा मान्छेहरू आउँदा पनि तपाईँले आत्मा आएको देख्नुहुन्छ हो कि विश्वासीहरू मान्छेहरू आउँछन् चर्चमा? तपाईँहरू यहाँ आत्मा बस्नु भने त अब यो भर्चुअली डिजिटल मिटिङ गर्दा त आत्मा हो कि मान्छे थाहा हुन्न होइन। अब छाम्न पाइँदैन, टच गर्न पाइँदैन। अब तपाईँहरूको शरीर हो कि अब होइन आत्मा मात्रै हो थाहा छैन मलाई होइन। अब विश्वास गरौँ तपाईँहरू शरीरमै हुनुहुन्छ। सो तपाईँहरू यहाँ 15-16जना आत्मा बस्या हो र? मैले यसो भने पनि तपाईँलाई कस्तो लाग्छ? प्रभु यीशुलाई विश्वास गरेर नयाँ जन्म पाएका 15जना आत्माहरूलाई प्रार्थना गरौँ भने पनि तपाईँलाई कस्तो लाग्छ यो भाषा? सनम बहिनी तपाईँलाई सनम आत्मा भने पनि कस्तो लाग्छ? साउन्ड्स अड के। त्यसकारण बाइबललाई तपाईँले ठिकसँग पढ्नुपर्छ। तपाईँ र हामीले बाइबललाई ठिकसँग बुझ्नुपर्छ। तपाईँ एउटा खण्ड पढ्नु होला, पछि पढ्नु होला। पत्रुसलाई प्रभु यीशुले यूहन्नाको पुस्तकमा अन्तिमतिर त्यो माछा मारिसकेपछि पत्रुसले के अरे राति 3 चोटि प्रभुलाई इन्कार गरिसकेपछि भोलिपल्ट बिहान प्रभुले सोध्नुभयो, के तिमी मलाई प्रेम गर्छौ पत्रुस? 3 चोटि सोध्नुभयो, हो प्रभु गर्छु होइन। पत्रुस रोए, कराए, चिच्याए। अनि अन्तिममा प्रभु यीशुले के भन्नुभयो थाहा छ? आजदेखि उता तिमीले मानिसहरू पक्रिनेछौ। के पक्रिने? पत्रुसलाई के भन्नुभयो यीशुले? आत्मा बचाउनेछौ भन्नुभएको थियो। आत्मा पक्रिनेछौ होइन, यस्तो गरेर आत्मा पक्रिन्छौ भन्नुभएको थियो होइन। के भन्नुभएको थियो भने आजदेखि उता तिमीले मानिसहरूलाई मानिसहरूलाई परमेश्वर राज्यमा ल्याउनेछौ भन्नुभएको थियो। तपाईँले प्रकाशको पुस्तक पढ्नुभयो भने जाति जातिका मानिसहरू भेला हुनेछन् भने आज के स्वर्गमा जाति जातिका आत्माहरू भेला हुन्छन् त्यहाँ। अनि आत्माहरू यसो हावामा हिँड्छन्, त्यस्तो छैन तपाईँ र हामी जाने स्वर्ग। तपाईँ हाम्रो बुझाइ सही भयो भने क्रिस्चियन जीवन रमाइलो छ। तर गलत भयो भने खतरा पनि छ। म बाइबल कलेजहरूमा जान्छु, नेपालमा मात्रै होइन अरू ठाउँहरूमा पनि जाँदाखेरि, ठुल्ठुलो कन्फरेन्सहरूमा पनि जाँदाखेरि मैले धेरैचोटि यो विषयमा छलफल गर्छु। खास गरिकन नेपालमा बाइबल कलेजमा विद्यार्थीहरूले बाइबल कलेजमा है, अब यो इन्ट्रेस्टिङ छ। बाइबल कलेज पढ्ने विद्यार्थीलाई मैले के भन्छु भने तपाईँहरू स्वर्ग जाँदा आत्मामा जानुहुन्छ कि शरीरमा जानुहुन्छ भनेर सोध्छु। अब तपाईँले यही प्रश्न सोध्यो भने तपाईँको उत्तर के हुन्छ मलाई थाहा छैन। तपाईँ नेपालमा सर्वे गर्नु होला, जापानमा के छ मलाई थाहा छैन। ऱ्यान्डमली विश्वासीलाई भेट्नुहोस् बाटामा। कहिलेकाहीँ त्यो पडकास्ट गर्नेहरूले, युट्युब बनाउनेहरूले गर्छन् नि, ऱ्यान्डम क्वेसन सोध्छन् नि। त्यसै तपाईँ बाटो हिँड्दा हिँड्दै विश्वासीलाई भेट्नु भएर चर्चबाट निस्केको विश्वासीलाई बाटामा चेक गरेर ऱ्यान्डम क्वेसन गर्नु होला, तपाईँ आत्मामा स्वर्ग जानुहुन्छ कि शरीरमा भनेर 99%ले म आत्मामा स्वर्ग जान्छु भन्छन्, जुन थियोलोजिकली रङ, विच इज नट द करेक्ट थियोलोजी, विच इज नट द करेक्ट अन्डरस्ट्यान्डिङ। तपाईँहरूले पनि आत्मामा जान्छु भनेर भन्न लाग्नु भएको थियो कतिजनाले होइन। तपाईँहरू हामी आत्मामा स्वर्ग जाने होइन के, आत्मामा पनि होला हो। तर जाने कसरी हो थाहा छ तपाईँलाई? शरीरमा। त्यही भएर त हाम्रो गाउँतिर क्रिस्चियनहरू आए, यिनीहरू त डल्लै स्वर्ग जान्छन् भन्छन्। मलाई कस्तो खुसी लाग्छ। हिन्दूले बुझ्छ क्या हाम्रो थियोलोजी। तपाईँहरू हामी डल्लै स्वर्ग जाने उनीहरूले बुझिसके। समाजको मान्छेले यिनीहरू डल्लै शरीरमा स्वर्ग जाने हो भनेर बुझिसके, चर्चको मान्छेले कहिले बुझ्दैन। हामी बुझ्नै त चाहँदैनौँ, किनभने हाम्रो दिमाग चाहिँ त्यो माइक्रोको सहचालक जस्तै भएको छ। हामीले मान्छेलाई आत्मा देख्छौँ होइन, उसले मान्छेलाई 15 रुपियाँ देख्छ। तपाईँले के बुझ्नु पऱ्यो भने तपाईँ र हामी महिमित शरीरमा स्वर्ग जान्छौँ। प्रकाशको पुस्तकले पनि त्यही भन्छ। तपाईँले प्रभु यीशु यो संसारमा बौरी उठ्नुभयो, तेस्रो दिन पछाडि कति दिन यो संसारमा बस्नुभयो? 40 दिन यो संसारमा रहनुभयो, खानुभयो, पिउनुभयो, डुल्नुभयो। उहाँलाई त्यो घरको वालले छेकेन होइन, अचानक रुममा देखा पर्नुभयो।
अनि चेलाहरूले हेर्दा हेर्दै कतिजनालाई थाहा छ, हेर्दा हेर्दै उहाँ त्यो हाम्रो गाउँको के अरे हाम्रो गाउँमा राई लिम्बू धेरै हुन्छ अनि क्रिस्तानीहरू डल्लै स्वर्ग जान्छ भन्छन्। हेर्दा हेर्दै हाम्रो प्रभु यीशु शरीरमा महिमित शरीरमा डल्लै स्वर्ग जानुभयो। अनि चेलाहरू दङ्ग परिरहेको थियो। स्वर्गदूतले आएर ल अब तिमीहरू पनि भोलि पर्सि यसरी नै जान्छौ, चुप लाएर आफ्नो घर घर जाओ, सुसमाचार प्रचार गर्न जाओ भनेर स्वर्गदूतले गाली गरेपछि उनीहरू आफ्नो बाटो लागे। कि पढ्नु भएको छैन बाइबलमा यस्तो हो? थाहा छैन तपाईँको बाइबलमा छ कि छैन, सरी। तपाईँ र हामी महिमित शरीरमा स्वर्ग जान्छौँ। मैले तपाईँलाई अघिदेखि के भन्दैछु भने आत्मिकी कुरो, शारीरिक कुरो, सामाजिक कुरो, भौतिक कुरो, वातावरणीय कुरो, कुनै पनि कुरालाई तपाईँले बाइसेक्ट गरेर, डाइसेक्ट गरेर, विभाजन गरेर शनिबार आत्मिक जीवन जिउँछु, अघि पनि मैले भने आइतबार शारीरिक जीवन जिउँछु, सोमबार चाहिँ म अलिकति सामाजिक जीवन जिउनु पर्यो, हुँदैन त्यस्तो। तपाईँले यहाँ बसिराख्नु भएको छ नि, होइन? हामी सबैजना सँगै बसेका छौँ यही क्लासमा। हाम्रो आत्मिक जीवन छ कि छैन? यहाँ छ कि छैन? हामी आत्मिक रूपमा छौँ यहाँ, आत्मिक रूपमा तपाईँ हामी सबै जोडिया छौँ येशूका सन्तान। हाम्रो साइनो सम्बन्ध छ कि छैन? सामाजिक जीवन छ कि छैन? छ, होइन? मैले अब के अरे मुना बहिनी भन्छु, दिपा बहिनी भन्छु, तपाईँले मलाई सर भन्नुहुन्छ, दाई भन्नुहुन्छ, अङ्कल भन्नुहुन्छ, हाम्रो सामाजिक जीवन पनि छ। तपाईँ भिडियोमा बसे पनि शरीरमै हुनुहुन्छ, कि होइन? शरीर कतै अन्त्य राखेर यो आत्मिक शिक्षा हो, बाइबलको शिक्षा हो, त्यसकारण म यसमा चाहिँ आत्मिक रूपमा मात्रै उपस्थिति हुन्छु भनेर तपाईँले शरीरलाई कहीँ लक गर्नुभएको छैन, छैन नि? अनि तपाईँलाई भोक लागिरहेको होला कि भोक चाहिँ अलग्गै लाग्छ चाहिँ, सास पनि लिइराख्नु भयो होला, ठिक छ, एसी पनि चलाइराख्नु भयो होला, गर्मी छ भने। भनेपछि त यो जीवनको समग्र पक्षलाई हामी एकैचोटि जिउँछौँ प्रियहरू। यदि तपाईँले पहिलादेखि यो आत्मिक हो, यो शारीरिक हो भनेर छुट्याउने गर्नुभएको छ भने प्रोभाब्ली अब त्यसलाई बिस्तारै सच्याउँदै जानुपर्छ। ओके, ठिक छ। ल अब हामी अगाडि बढौँ है त। म मेरो प्रेजेन्टेसनतिर अगाडि बढेँ। ल केही क्वेसन छ भने फेरि पनि छलफल गर्न सक्छौँ। अलि धेरै लामो भयो के अरे। ल तपाईँलाई 1-2 मिनट मैले केही छलफल छ भने, फिडब्याक छ भने मौका दिएँ। ल आउनुहोस्, कुनै नबुझेको कुरा। ल दिपा बहिनी, यस गुड। मलाई प्रश्न सोध्ने मान्छे मनपर्छ है, अब विनय भाइ। सब्जेक्ट अनुसार चाहिँ जान्छ कि जाँदैन, तर अघि न जसरी महिमित शरीरमा यशु ख्रीष्ट चाहिँ स्वर्गारोहण हुनुभएको थियो कुरालाई चाहिँ नि अब बाइबलमा त त्यो जस्तै को हो सायद थोमाले चाहिँ अब यशु ख्रीष्टको त्यो किल्ला टाँगेको हातमा पनि त्यो वार पार भएको कुराहरू पनि छ। यस यस, प्रभु यीशु साँच्चीकै बौरी उठ्नु भएको हो कि होइन भन्ने शङ्का थियो थोमसलाई। ओके, हामीले थोमा भन्छौँ, उसलाई शङ्का थियो। अनि शङ्का भएपछि उसले के भने, प्रभु म त जबसम्म तपाईँको त्यो काँटी ठोकिएको डोबमा मेरो औँला छिराउँदिनँ तबसम्म विश्वासै गर्दिनँ भन्नुभयो। अनि प्रभु यीशुले ल छिराउनु त भन्नुभयो। अनि शरीरै रहेछ, डोबै रहेछ, खाल्डै रहेछ। त्यसपछि त्यही थोमाले विश्वास गरेर ओहो भनेर विश्वास गरे। पछि त्यही ठाउँमा इन्डियासम्म आए, केरलासम्म आए, चेन्नईमा उनको चिहान छ, तपाईँलाई थाहा चाहिँ छैन? चेन्नईदेखि 8-10 किलोमिटर प्रति डाँडामा सेन्ट थोमस माउन्ट भन्ने ठाउँ छ। जिन्दगीले मौका पायो भने जानु होला, उनको चिहान इन्डियामा छ। त्यही थोमसले पानी जहाज, अब त्यो बेलाको जहाजलाई याच के भन्छ के अरे, त्यो थोमा इन्डियामा आएर 52 एडीमा जस्तो लाग्छ, कति एडीमा 52 जस्तो लाग्छ, त्यो इन्डियामा आएर स्थापना गरेको मण्डली मध्ये 3वटा मण्डली मैले भेटेको छु। इन्ट्रेस्टिङ। नाटेको क्वेसन चाहिँ यस, त्यसरी नै पाल परेकै अवस्थामा महिमित शरीर भएर त्यस्तै अवस्थामा स्वर्गारोहण हुनुभयो भने त गुड क्वेसन। अनि अहिलेदेखि मारिएर गाडिएकोहरूको शरीर कस्तो अवस्थामा हुन्छ होला भन्ने, अथवा केही गुड गुड, थ्याङ्क यू बहिनी। साइन्समा एउटा ल अफ थर्मोडाइनामिक्स भन्ने छ। त्यसले के भन्छ भने संसारमा कुनै पनि कुरा नष्ट गर्न सकिँदैन, त्यसको रूप मात्रै परिवर्तन हुन्छ, विच इज भेरी बिब्लिकल। तपाईँ र हाम्रो शरीर माटोले खाएको छ भने माटोले फिर्ता दिन्छ, पानीले खाएको छ भने पानीले फिर्ता दिन्छ, वायुले खाएको वायुले फिर्ता दिन्छ। हिन्दू थियोलोजीमा पनि झन्झनै यस्तै टिचिङ छ, नझुकिनु होला। हाम्रो शरीरको कुन भाग कहाँ गएर बिलाएको हुन्छ हामी मरेपछि, त्यो सबै डढाए पनि फिर्ता आउँछ, माटोमा कुहिए पनि फिर्ता आउँछ। ओके, त्यसलाई भनिन्छ ल अफ थर्मोडाइनामिक्स। तपाईँले पानीलाई नाश गर्न सक्नुहुन्न। पानीलाई तताउनुहोस् के हुन्छ, बाफ हुन्छ।
बाफलाई सेलायो भने फेरि पानी बन्छ, पानीलाई चिसायो भने के हुन्छ, हिउँ बन्छ, हिउँलाई ततायो भने फेरि पानी बन्छ। कुनै पनि चिजको वस्तुको रूप परिवर्तन हुन्छ, संसारबाट नष्ट गर्न सकिँदैन। तपाईँ हाम्रो शरीर पनि त्यस्तै हो। अब कतिवटा सानोतिनो क्वेसन्सहरू हुन्छन्, पछि हामी कस्तो रूपमा जान्छौँ होइन। अब कसैको केस होला, मेरो केस फुलेको छ, तपाईँले अब कालो देख्नुभयो होला होइन। दिस इज कल्ड डिसेप्टिभली ब्ल्याक भन्छु मैले इङ्ग्लिसमा। यो चाहिँ बुझ्नुहुन्छ कि बुझ्नुहुन्न, यो कालो लगाएको के। अब भोलिपछि म स्वर्ग जाँदा मैले कालो लगाएको हुन्छ कि मेरो केस फुलेको हुन्छ, अब त्यस्तो क्वेसन्सहरू चाहिँ हामीलाई थाहा हुन्न। त्यो भोलिपछि माथि नै गएपछि थाहा हुन्छ। अब कसैले भन्नु होला मेरो दाँत 32वटा छैन, 30वटा मात्रै 2टा झऱ्यो, भोलिपछि स्वर्गमा त्यो 2टा दाँत आउँछ कि आउँदैन भन्नु होला होइन। अब त्यो चाहिँ साउन्ड्स फनी क्वेसन चाहिँ हो, तर त्यस्तो प्रश्नहरूको उत्तर चाहिँ तपाईँ हामीसँग नहुन सक्ला होइन। अब यहाँ डिसेबिलिटीको कुरा हुन्छ होइन, पर्सन्स विथ डिसेबिलिटी भन्छौँ हामीले। अब उहाँहरू डिजेबल हुनुहुन्छ, कसैको हात छैन, खुट्टा छैन, अब स्वर्गमा के होला भन्ने एकदमै सानोतिनो क्वेसन्सहरू चाहिँ प्रभुले मात्रै जान्नुहुन्छ। पछि माथि गएपछि हामीले देख्छौँ भोग्छौँ, सबै कुरा हामीलाई रिभिल गरिएको छैन, सबै कुरा जान्न जरुरी पनि छैन। मलाई म एमडी पढ्दाखेरि इन्डियामा एउटा क्वेसन्स आएको थियो, मुक्ति पाउनलाई कति नलेज भयो भने पुग्छ, कति थाहा पायो भने उद्धार र मुक्ति पाइन्छ भनेर सोधेको थियो। इङ्ग्लिसमा थियो फेरि त्यो क्वेसन, थियोलोजीमा। मलाई त्यो क्वेसनको एन्सर लेख्ने बेलामा मेरो टाउको तिरिमिरी घुमेको थियो कि कति बुझ्यो भने चाहिँ उद्धार र मुक्ति पाइन्छ, त कति जान्यो भने चाहिँ पाइन्छ, कति नलेज इनफ हुन्छ साल्भेसनको लागि भन्ने थियो। त्यो जिन्दगीमा मैले कहिले नबिर्सिने प्रश्न। आज पनि त्यसको उत्तर मसँग छैन, कति जाने भने पाइने हो। यस दिपा बहिनी, अरू केही सोध्न खोज्नु भएको थियो? त्यस्तो सोध्न खोजेको थिएन त, भनेपछि अब त्यही हो। अब सबै कुराको उत्तर पाउनु आवश्यक छैन भनेपछि के भन्नु। छैन, सबै कुराको उत्तर पाउन आवश्यक छैन, तर कतिवटा प्रश्नको उत्तर परमेश्वरले हामीलाई प्रकट गर्नु भएको छ, छलफल गर्न सकिन्छ। तपाईँहरू हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने अब धेरै कुरा हामीलाई दिइएको छैन, थुप्रै कुरा हामीलाई थाहा छैन। त्यो कारण चाहिँ लैजाऊ के अरे, सबै कुरा हामीलाई थाहा छैन। हामीलाई थाहा नहुनुपर्ने, थाहा हुन जरुरी नभएका कुराहरू पनि हुन्छन्। कतिवटा कुराको नलेज छ, हामीलाई थाहा हुन्न। फेरि यस्तो कतिवटा कुरा रिभिल गरिएको छ, हामी सबैलाई थाहा हुन्न। अब तपाईँ यहाँ 14-15जना हुनुहुन्छ, तपाईँसँग फरक नलेज छ, फरक एक्सपिरियन्स छ, फरक ब्याकग्राउन्डबाट आउनु भएको छ, तपाईँसँग भएको नलेज मसँग छैन, पटक्कै छैन। तपाईँ जापानमा हुनुहुन्छ, जापानको बारेमा धेरै कुराहरू सिक्नु भएको छ होइन। अब मलाई जापानको एउटा दुइटा वर्ड मात्रै आउँछ, जापानको एउटा दुइटा खाना मात्रै मैले चिन्छु होइन, बाँकी मलाई थाहै छैन। भनेपछि अब यो नलेज चाहिँ हाम्रो लिमिटेड हुन्छ, सबै कुरा जान्न जरुरी छैन। तर कतिवटा कुराहरू जान्न, छलफल गर्न रमाइलो हुन्छ। दिपा बहिनी, केही रेलेभेन्ट क्वेसन छ भने वी क्यान स्टिल डिस्कस द्याट फर्दर। त्यस्तो रिलेभेन्ट त होइन। येशू ख्रिस्ट चाहिँ त्यो म हिमी शरीरमा आउनु हुँदाखेरि चाहिँ त्यो अब उहाँको चोटहरू चाहिँ थियो भन्नु खोजे। डेफिनेटली यस, थोमाले त्यही कुरा भनेका छन्, अनुभव गरे त्यही ठाउँमा इन्डियामा। मैले तपाईँलाई भनिहालेँ, उनले इस्टाब्लिस गरेको 3वटा चर्चहरू हेर्ने मौका पाएँ मैले। पौडी उठ्नु भयो भनेर त त्यहाँनिर अब जस्तै लेखिएको छ नि त होइन त। सायद मेरो अब ज्ञान खासै नपुग्यो हो कि, तर म हिमी शरीरमा बौरी उठ्नु भयो भनेर नै लेखेको छ हो। हो यस यस, उहाँ जुन शरीर लिएर उठ्नुभयो, द्याट वाज काइन्ड अफ ग्लोरियस बडी। किन महिमित शरीर हो भने उहाँ चाहिँ अब बन्द कोठाभित्र पस्नु भएको घटना छ लुकाको पुस्तकमा है। त्यसलाई चाहिँ शरीरले स्पेसले छेकेन। अब भोलिपछि हाम्रो शरीर कस्तो प्रकारको हुन्छ भन्ने कुरा होइन, हामी अब कसरी हिँड्छौँ, डुल्छौँ, कसरी खान्छौँ भन्ने, अब त्यो प्रभु यीशुलाई नै सोधेको थियो नि त। के अरे, एउटा मान्छेको 4वटा श्रीमती थिए होइन त, अनि भोलिपछि स्वर्गमा उसको श्रीमती कुन चाहिँ हुन्छ भन्ने क्वेसन गरेको थियो। त्यो तपाईँले बाइबलमै देख्नुहुन्छ। अब तपाईँले अरू पनि थुप्रै क्वेसन्सहरू चाहिँ पाउनुहुन्छ क्या, अब यो के अरे स्वर्गको बारेमा। तर सबै कुरा कम्प्लिट पिक्चर चाहिँ हामीलाई थाहा छैन। प्रकाशको पुस्तकमा धेरै कुराहरू छन्, तर त्यो पनि प्रकाशको पुस्तकको पूर्ण व्याख्या पनि तपाईँ हामीले गर्न सक्दैनौँ, गाह्रो छ। म त प्रकाशको पुस्तक पढाउने बेलामा मलाई डर लाग्छ भनेर म भागिहाल्छु, किनभने त्यहाँ धेरै रहस्यका कुरा छन्, तपाईँ हामीलाई बुझ्न गाह्रो छ। प्रकाशको पुस्तक, दानियलको पुस्तक होइन, सजिलो छैन बुझ्नलाई। ल, अरू केही कोही साथीहरूको क्वेसन छ भने छलफल गरौँ।
यो विषयमा है त, सेकुलर भर्सेस स्याक्रिडको विषयमा। अब तपाईँलाई अरू थोरै कन्भिन्स हुन थोरै समय लागेको छ, बुझ्ने समय लागेको छ नि, बिस्तारै बिस्तारै बुझ्नुहुन्छ। त्यो धेरै आत्तिनु पर्दैन, आजै सबै बुझ्नुपर्छ भन्ने कुरा होइन। तर मैले दिएको इक्जाम्पल्सहरू सम्झिनु होला। हामी आत्मिक जीवन, शारीरिक जीवन, भौतिक जीवन, सबै जीवनलाई हामी एकैचोटि जिउँछौँ। मैले थुप्रै उदाहरण तपाईँलाई दिएँ, त्यसलाई अलग गर्नु हुँदैन, छुट्याउनु हुँदैन, र त्यो छुट्याउँदाखेरि चाहिँ हाम्रो बुझाइ साँघुरो हुन्छ भन्ने हो है। ओके, ल अलिकति मैले स्लाइडलाई अगाडि बढाएँ। यस, सेकुलर भर्सेस स्याक्रिडको कुरा गऱ्यौँ। अलिकति अर्को स्लाइड तपाईँले देख्नु भएको छ, नयाँ स्लाइड। यस, ओके गुड। अब यो नयाँ स्लाइडमा चाहिँ इन्टिग्रल मिसनको डेफिनेसनको कुरा गर्दाखेरि यो माइका भन्ने एउटा संस्था छ। माइका भन्ने चाहिँ नेपालमा पनि छ। यो वास्तवमा यो ग्लोबल इन्टरनेसनल माइका च्यालेन्ज, माइका भन्ने एउटा इन्टरनेसनल संस्था छ। त्यसले चाहिँ इन्टिग्रल मिसन कस्तो हुन्छ भनेर त्यसका केही क्यारेक्टरिस्टिक्सहरू, विशेषताहरू प्रस्तुत गरेको छ। त्यसलाई तपाईँले ध्यानसँग पढ्नुभयो भने इन्टिग्रल मिसन भनेको चाहिँ त्यहाँ पोइन्टमा छ है त, परमेश्वरले हामीमाथि राख्नुभएको अनुग्रहलाई नमुनाको रूप लिने र अरूमाथि अनुग्रह र उदारता देखाउने भन्ने हुन्छ। परमेश्वरले तपाईँ र हामीलाई अनुग्रह गर्नुभएको छ, मौका दिनुभएको छ, र हामीले अरूमाथि त्यो अनुग्रह देखाउने र उदारता देखाउने, होइन, जेनरसिटीको कुराहरू छन्। अब दोस्रो पोइन्टमा तपाईँले के पढ्नुहुन्छ भने ख्रिस्ट येशूको जीवनशैली, ख्रिस्ट येशूको के अरे जीवनशैली र शिक्षालाई हाम्रो सेवाको नमुना बनाउने। तपाईँ र हामी कस्तो सेवा गर्दैछौँ भन्ने कुराको लागि हाम्रो रोल मोडल, हाम्रो इक्जाम्पल चाहिँ के हुनु पर्यो भने ख्रिस्ट येशूको जीवनशैली। ध्यानसँग सुन्नु होला, ख्रिस्ट येशूको शिक्षा मात्रै होइन, बाइबलको टिचिङ मात्रै होइन, त्यो अनुसारको हाम्रो जीवनलाई पनि हामीले ध्यान दिनु पर्यो र येशूलाई चाहिँ हामीले रोल मोडल बनाउनु पर्यो भने हो। तपाईँले गान्धीको बारेमा सुन्नुभयो होला। अब त्यो स्टेटमेन्ट चाहिँ गान्धीले भनेको हो कि होइन मलाई थाहा छैन, तर गान्धीले यसो भनेको थिए अरे, इन्डियामा यदि इन्डियाका क्रिस्चियनहरूले येशूले भन्नुभए अनुसारको जीवन जिएका भए अहिलेसम्म इन्डियाका सबै जनसङ्ख्या क्रिस्चियन भइसक्थे भनेर महात्मा गान्धीले भन्नुभएको थियो अरे। साउन्ड्स इन्ट्रेस्टिङ राइट? यदि क्रिस्चियनहरूले येशूले सिकाउनु भए अनुसारको जीवन जिएका भए इन्डियाका सबै मान्छेहरू के भइसक्थे, अहिलेसम्म क्रिस्चियन भइसक्थे। महात्मा गान्धीले भने अरे, भने हो कि थाहा छैन, त्यस्तो स्टेटमेन्ट मैले इन्डिया हुँदा सुनेको थिएँ। तेस्रो पोइन्टमा के छ भने गरिबहरूसँग मित्रता राख्ने। अब तपाईँले काठमाडौँ देख्नुभयो भने क्रिस्चियनहरूको हाम्रो लाइफस्टाइल कस्तो छ भने, होइन, अब एकदमै ठुल्ठुला मान्छेहरू मात्रै भेट्ने, अब होइन, अब हाई लेभलको साथीहरूसँग मात्रै भेटघाट गर्ने, टप लेभलको साथीहरूसँग मात्रै भेटघाट गर्ने। अब तपाईँले मिटिङहरू यताउता सबै फेसबुकतिर तपाईँले हेर्नुभयो भने देखिहाल्नुहुन्छ के चलिरहेछ काठमाडौँमा, कस्तो सिन छ भन्ने तपाईँले देखिहाल्नुहुन्छ। गरिब दुखी, होइन, अब अभावमा रहेका मान्छेहरू, समस्यामा रहेका मान्छेहरूलाई सहायता गर्ने, हस्पिटल आदि इत्यादि कुराहरूको बारेमा हामीलाई त्यति धेरै चासो छैन। हाम्रा मिटिङहरू, हाम्रा सेवाहरू, हाम्रा भेटघाटहरू पुरा अङ्ग्रेजीमा सोफिस्टिकेटेड भन्छ, सोफिस्टिकेटेड, पुरै लग्जरियस भएको छौँ हामी। नेपालमा पनि त्यस्तो चलन धेरै छ, काठमाडौँतिर तपाईँले हेर्नु पनि धेरै देख्नुहुन्छ। हो, पुरा अब साथीहरूको मिटिङ, हाम्रा साथी पास्टरहरूको खानपिन कहाँ हुन्छ भने कफी हुन्छ हिमालयन जाभामा, जहाँ 250 280 रुपियाँ चाहिँ तपाईँको कफीको दाम पर्छ। अब मलाई त कहिले त्यहाँभित्र छिर्न पनि डर लाग्छ, किनभने कफीको दाम 280 290 भनेपछि अब म त अलि डराउँछु। मैले के भन्न खोजेको बुझ्दै हुनुहुन्छ? बाइबलले के भनिराखेको छ, इन्टिग्रल मिसन भनेको तपाईँ र हाम्रो सङ्कट चाहिँ गरिब दुखीहरूसँग, दुःखमा परेकाहरू छ, समस्यामा परेकाहरू छ, रोगी बिरामी छ, हाम्रो सङ्गत त्यहाँनिर हुनु पर्यो। त्यो इन्टिग्रल मिसन हुन्छ। मानिसहरूको हानिकारक मूल्य मान्यता, सोच विचार साथै विश्व दृष्टिमा, बुझाइमा परिवर्तन ल्याउने, यो इन्ट्रेस्टिङ कुरा छ। यहाँ हेर्नुहोस् है, मानिसहरूको हानिकारक मूल्य मान्यता, इङ्ग्लिसमा हार्मफुल ट्रेडिसन्स भन्छ, त्यसको बारेमा धेरै प्रोजेक्टहरू हामीले गऱ्यौँ। हार्मफुल ट्रेडिसनको बारेमा तपाईँ र हामी बोल्नु पर्यो कि, जस्तै समाजमा महिला के अरे जेन्डर डिस्क्रिमिनेसन छ, विभेद छ, जातीय विभेदको बारेमा कतिको सोच्नु भएको छ तपाईँले? सोच्नु भएको छ कि छैन? 40 लाख दलित छन् रे नेपालमा। जातीय विभेदको बारेमा मैले लेख्ने बोल्ने काम गर्छु कहिलेकाहीँ। तपाईँले कतिको सोच्नु भएको छ? जेन्डर डिस्क्रिमिनेसन, जातीय विभेद, पश्चिमतिर छाउपडी प्रथा छ,
विश्व दृष्टिकोणको कुरा होइन, यसमा परिवर्तन ल्याउने। 40 लाख दलितहरू अहिले पनि पीडामा छन्। त्यसको बारेमा धेरै छलफल र व्याख्या गर्न सकिन्छ। हामीले त्यो किताबमा लेखेका छौँ, अलिकति तपाईँले पढ्नुभयो भने। 40 लाख 6औं वर्षदेखि थिचोमिचोमा छन्, अन्यायमा छन्। त्यति मात्रै होइन, नेपालबाट वर्षमा झन्नै 10,000 देखि 12,000सम्म चेलीबेटीहरू बेचबिखन हुन्छ। तपाईँले यस्तो तथ्य सुन्नुभएको थिएन। म यसलाई फुल स्क्रिन गर्छु है, यो अलिकति भन्न मन लाग्यो। तथ्याङ्क कति चेलीबेटीहरू बेचबिखन हुन्छन् वर्षमा? 10,000 देखि 12,000। महिनामा 1,000। 1,000 चेलीबेटी वर्षमा बेचबिखन हुन्छन् नेपालबाट अहिले पनि। 1,000लाई 30ले भाग गर्नुहोस् त, कसैले हातमा मोबाइल छ भने दिनमा कति बेचबिखन हुँदो रहेछ? 1,000लाई 30ले भाग गर्नुहोस् त। कति आउँदो रहेछ? कसैले भनिदिनुहोस् त माइक खोलेर। 33 हुँदो रहेछ। ल 31, 1 माइनस गरिदिउँ, 30 भन्ने 33। 33 गुड। दिनमा 30जना चेलीबेटीहरू बेचबिखन हुन्छन् नेपालबाट भारत लगायत विभिन्न देशहरूमा। मेरो क्वेसन के हो भने, मण्डलीको कुनै जिम्मेवारी छ कि छैन यसमा? बाइबलको पहिलो पुस्तकमा हामी के पढ्छौँ? गॉड क्रिएटेड हु? गॉड क्रिएटेड ह्युमन बिइङ्स इन हिज ओन इमेज। उहाँले तपाईँ र हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको छ। तपाईँ र हामी परमेश्वरका इमेज बेयररहरू हौँ इङ्ग्लिसमा भन्दाखेरि। उहाँको स्वरूप लिएर हिँडेका छौँ हामी। अनि परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको उहाँको सृष्टिलाई हामीले दलित भनेर हेला गरेका छौँ। हाम्रा दिदीबहिनी चेलीबेटी हामीले बेचेका छौँ। बेच्न पाइन्छ? त्यो बाइबलले हुन्छ? त्यो पाप होइन? त्यो अन्याय होइन? त्यो अपराध होइन? अनि यसको विषयमा चर्चले बोल्नु पर्दैन? चर्चले यो मुद्दालाई छलफलमा ल्याउनु पर्दैन? चर्चमा नारा जुलुस गर्नु पर्दैन? प्ले कार्ड बोकेर हिँड्नु पर्दैन? यसको विषयमा चर्चबाट पुलपिटबाट प्रचार गरिनु पर्दैन? चर्च जिम्मेवार छ कि छैन भने सोच्ने कुरा। 40 लाख दलितहरूलाई अन्याय छ, थिचोमिचो छ, चर्चमा त खोइ छलफल हुँदैन। चर्च बेटर पोजिसनमा छ है। फेरि यसो भन्दाखेरि मैले तपाईँहरूलाई च्यालेन्ज गर्न खोजेको, चर्चले धेरै राम्रो गरेको छ। चर्चमा जाति विभेद धेरै मिनिमाइज भएको छ, धेरै राम्रो अवस्था छ। धेरै राम्रो अवस्था छ चर्च बाहिर भन्दा, अति राम्रो अवस्था छ। तर चर्चले बाहिर समुदायमा पनि गर्नु पर्यो नि त, चर्चभित्र मात्रै राम्रो भएर भएन नि त भन्न खोजेको है। ठिक छ, ओके। ल अलिकति अगाडि बढौँ। समावेशी हुने, अरूको वास्ता गर्ने र सेवा पुर्याउने, अनि निरन्तर रूपमा साक्षी बाँडेर समुदायको रूपमा स्थापित हुने। गुड। शान्ति र मेलमिलापका कार्यहरू गर्ने, परमेश्वरले दिनुभएको सृष्टिमा भएका स्रोत साधनहरूको जिम्मेवारी पूर्ण र दिगो रूपमा प्रयोग गर्ने। परमेश्वरले तपाईँ र हामीलाई यो सम्पूर्ण सृष्टि पृथ्वी हामीलाई हेरचाह गर्नलाई दिनुभएको छ। उत्पत्तिको पुस्तक हेर्नुभयो भने स्टिवार्डसिपको कुरा आउँछ, क्रिएसन केयरको कुरा आउँछ, त्यो छुट्टै विषय हो। आज म बाइकमा आइरहेको थिएँ, अनि बाटोमा आउँदै गर्दा एउटा वर्ल्ड टुरिज्म युनिभर्सिटी भन्ने युनिभर्सिटीको ब्यानर बसमा पछाडि टाँसेको रहेछ। अनि त्यो चाहिँ टुरिस्ट भएर त्यो बसमा त्यो वर्ल्ड टुरिज्म युनिभर्सिटीका मान्छेहरू सायद नेपालमा घुम्न होला, को हो थाहा छैन, त्यो ब्यानर आएको थियो। झ्यालबाट फुत्तै पानीको बोतल हुन्छ नि प्लास्टिकको, जुन नेपालमा 20 रुपियाँ 25 रुपियाँ पर्छ, त्यहाँ कति छ, त्यो बोतल फाल्यो झ्यालबाट युनिभर्सिटीको विद्यार्थीले बाटोमा। तपाईँको जापानमा तपाईँ त्यहाँ हुनुहुन्छ, के स्थिति हुन्छ? झ्यालबाट तपाईँले पानी खाएर बोतल फुत्त फाल्नुभयो, अनि कसैले तपाईँ क्यामेरामा कैद गर्यो भने त्यहाँ के कारवाही हुन्छ त्यो मलाई थाहा छैन। हाम्रो नेपालमा त कारवाही भन्ने चिजै हुँदैन होइन। झ्यालबाट फुत्तै पानी खाएर बोतल फाल्यो। परमेश्वरले तपाईँ र हामीलाई यो पृथ्वी सृष्टि वातावरण दिनुभएको छ, त्यसको संरक्षण गर्नलाई हामी क्रिस्चियनहरू पनि त्यसमा जिम्मेवार छौँ। त्यो पनि मिसन हो। हामी भोलि त्यो कुरा हेरिहाल्छौँ, बिस्तारै त्यो कुरा जोडिँदै आउँछ है, तपाईँहरू नआत्तिनु होला। सृष्टिको हेरचाह गर्ने,
पृथ्वीलाई सुन्दर राख्ने, संरक्षण गर्ने होइन। अब कहिलेकाहीँ पोहोर परार के अरे यहाँ काठमाडौँमा बालनले के अरे यो प्लास्टिकको प्लास्टिकको क्रिसमस ट्री राख्नु हुँदैन भनेर बन्द गरिदिए। अनि हाम्रा पास्टर अगुवाहरूलाई साह्रै चित्त दुख्यो, प्लास्टिकको क्रिसमस ट्री राख्न नपाइने भयो। बालेन चाहिँ अब क्रिस्चियन विरोधी भयो, अहिले त के लुसिफर कता कता के भनेर सोसियल मिडियामा चर्चा छ। मैले एउटा कन्फरेन्समा पास्टर अगुवाहरूलाई, पास्टर भाइहरू यो प्लास्टिकको क्रिसमस ट्री चाहिँ राख्नु हुँदैन, वास्तवमा त्यो चाहिँ नगरेको राम्रो हुन्छ। हामीले एउटा साँच्चीकै रुख ल्याऊँ होइन, धुपी सुपीको रुख पाउँछ, एउटा क्रिसमस ट्री भन्ने पनि पाउँछ, त्यसलाई ल्याऊँ अनि त्यसैलाई माला लगाइदिउँ, त्यसैलाई चाहिँ अब के गरौँ होइन। त्यो प्लास्टिकको रुख चाहिँ नराखौँ भनेको मलाई पास्टर भाइहरूले अब त्यो पिट्न मात्रै सकेनन् कि, अब तपाईँहरूलाई भनिदिइहालौँ। हेर्नु मैले कुन लेभलको कुरा गर्दैछु तपाईँले बुझ्नुहुन्छ कि बुझ्नुहुन्न मलाई थाहा छैन है, कहिलेकाहीँ मेरो कुरा अलि हाई लेभलको हुन्छ। बाइबलले तपाईँ र हामीलाई यो पृथ्वीको संरक्षण गर्नलाई जिम्मा दिएको छ परमेश्वरले। हामीले वास्तवमा चर्चभित्र प्लास्टिकका कुराहरू युज गर्नलाई कम गर्नुपर्छ भने मैले मिटिङहरूमा प्लास्टिकको बोतल प्रयोग गर्नु हुँदैन, प्लास्टिकको झोलालाई मिनिमाइज गर्नुपर्छ। नेपालमा 10,000 चर्च छन् रे प्रियहरू, अनि 10,000 चर्चले 10,000वटा क्रिसमस ट्री प्लास्टिकको किन्यो भने के भयो हाम्रो देश? 10,000 क्रिसमस ट्री इन 10,000 चर्चेस, क्यान यु इमेजिन? अनि हरेक वर्ष एउटा किन्नुपर्छ, फेरि त्यो भत्किन्छ माचिन्छ। वर्षमा 10,000वटा क्रिसमस ट्री किनेर हामीले चर्चको कुनामा राख्न थाल्यो भने यो पृथ्वी कस्तो होला? हामी त इक्जाम्पल हुने हो नि त होइन। त्यसकारण मिसनभित्र आत्मिक कुरा मात्रै होइन, मिसनभित्र शारीरिक खाँचोहरू, सामाजिक कुराहरू, वातावरणीय कुराहरू पनि पर्छन्। त्यसलाई हामी बाइबलबाट प्रमाणित गर्दै लान्छौँ, भोलिदेखि बाइबलबाट हेर्दै जान्छौँ है। म अलिकति अगाडि बढेँ, केही क्वेसन छ भने तपाईँले भन्नु होला, अझै मसँग 10 मिनट रहेछ। यो मैले अस्ति चस्स भनेको थिएँ, 3 प्रकारका मण्डलीहरू। एक प्रकारका मण्डलीहरूले समाजसेवा मात्रै गरे हुन्छन्। हेर्नुहोस् है, देख्नु भएको छ स्लाइड, 3 प्रकारका मण्डलीहरू। एक प्रकारको मण्डलीहरूले समाजसेवा मात्रै गर्छन्, जसमा क्याथोलिक चर्चहरू लगायत अरू चर्चहरू छन्। अर्को प्रकारका मण्डलीहरूले सुसमाचार प्रचारमा मात्रै जोड दिन्छन्, र केही मण्डलीहरूले चाहिँ समाजसेवा र सुसमाचारलाई अलग अलग लिएर जान्छन्। तर सबभन्दा राम्रो उत्तम मोडल चाहिँ के हुन्छ भने सुसमाचार र समाजसेवा वास्तवमा सँगसँगै लिएर जानुपर्छ। यो अलग अलग गर्ने कुरा होइन, एउटै हो। सुसमाचार पनि समाजसेवा पनि वास्तवमा मिसनका दुईटा पाटा होइनन्, दुईटालाई जोडेर एउटै पाटो बनाउने हो। कहिलेकाहीँ हाम्रो बुझाइ त्यहाँ पनि साँघुरो हुन्छ। ल हामी सुसमाचार पनि गरौँ, सामाजिक पनि काम पनि गरौँ, अनि अलग अलग गरौँ, अनि चर्चमा डिपार्टमेन्ट खोलौँ होइन। आत्मिकी क्षेत्रको डिपार्टमेन्ट पास्टरलाई, अनि सामाजिक काम गर्नेको क्षेत्र एकजना म्यानेजर राखिदिने, अनि दुईजना झगडा गर्ने। त्यसो भने होइन बाइबलले। बाइबलले के भने हो भने हामीले गर्ने सबै सामाजिक काम र चर्चमा गर्ने आत्मिक काम सबै मण्डलीको जिम्मेवारी हो, त्यो एउटै हो। त्यसलाई इन्टिग्रेट गर्नुपर्छ, त्यसलाई होलिस्टिक गर्नुपर्छ, सबैजना मिलेर गर्नुपर्छ, त्यसलाई छुट्याउनु पर्छ भन्ने होइन के। ओके ल, यहाँनिर छ मेन गाँठी कुरो। अब यो चित्र के अरे यो छ नि डायग्राम, तपाईँले बुझिहाल्नुहुन्छ। एकैचोटि आयो के अरे, मैले कति मिलाएको थिएँ के अरे, आज मिलेन रहेछ। ल यो डायग्राम देख्नु भएको छ, म देख्नु भएको छ बिचमा छ। ओके, मेरो सम्बन्ध माथि परमेश्वरसँग आत्मिक, मेरो सम्बन्ध तल वातावरणसँग वातावरणीय होइन, भण्डारीपन स्टुवर्डसिप भन्छ इङ्ग्लिसमा, अनि मेरो सामाजिक सम्बन्ध अरू मानिसहरूसँग। हाम्रो चौतर्फी सम्बन्धहरू हुन्छन्, आत्मिक सम्बन्ध हुन्छ होइन, सामाजिक सम्बन्धहरू छन्। यी सबै कुराहरूलाई हामीले समग्र रूपमा हेऱ्यौँ भने त्यो चाहिँ इन्टरकनेक्सन हुन्छ भनेर बुझ्नु पर्यो। तपाईँको परमेश्वरसँगको सम्बन्ध, तपाईँको मानिससँगको सम्बन्ध, तपाईँ र हाम्रो वातावरणसँगको सम्बन्ध है। यो स्लाइड म पछि तपाईँलाई दिइहाल्छु, तपाईँले फर्दर हेर्न सक्नुहुन्छ। यहाँ यो तपाईँलाई मैले हिजो दिएको हाम्रो न्युज पेपरमा छापिएको एउटा यो इन्टरकनेक्सनको डेफिनेसन, यो डिमेन्सन्सहरू रहेछ, यसलाई पनि तपाईँले हेर्नु होला। अब पोभर्टीलाई हेर्ने कुरा भयो होइन, गड्स लभ, डेमोन्स्ट्रेटिङ गड्स लभको कुरा, रेस्टोरिङ ब्रोकन रिलेसनसिप, द चर्च सोसियल रेस्पोन्सिबिलिटी रेस्पोन्डिङ टु दि कम्युनिटिज निड्स टुगेदर भनेको छ। यो त्यहाँ न्युज पेपरमा भएको भएर मैले तपाईँलाई राखिदिएको। यो पनि तपाईँले पछि पाइहाल्नुहुन्छ, हेर्नु होला। यसलाई धेरै मैले व्याख्या गर्न चाहिनँ। ल अब हामी 2 दिनको लेसन सक्नु पनि ठ्याक्कै सकेर ठिक ठाउँमा पुग्यौँ। ल तपाईँहरू जापानमा हुनुभएकोले मलाई पनि पङ्क्चुअल बनाउनु भयो, जति सक्नुपर्ने त्यति नै ठ्याक्कै सक्यो। भोलिदेखि हामी बाइबल खोल्छौँ,
अनि हिजो र अस्ति र आज हामीले भनेका कुरा छन्, जुन डेफिनेसन गरेका छौँ, इन्टरकनेक्सन भनेको शारीरिक सामाजिक सबै हो, वातावरण हो भनेका छौँ, जुन कुरा छलफल गर्न खोजेका छौँ त्यसलाई हामी बाइबल खोलेर हेर्छौँ। फेरि तपाईँले सरले त बाइबलै खोल्नु भएन, कस्तो टिचर हुन्छ भनेर भन्दै गर्नुभयो होला। यो नोभेम्बर सिद्धिएपछि मात्रै भन्नु होला है, हामी सबै कुरा गर्छौँ। अहिले नै भनेर फेरि ओहो बाइबलै खोल्नु भएन नभन्नु होला है। मेरो सिकाउने तरिका अलग छ। अहिले हामीले डेफिनेसन्सहरूमा धेरै बृहत छलफल गऱ्यौँ। तपाईँले यो पावर पोइन्ट पाइहाल्नुहुन्छ, किताब पनि पाउनु भएको छ है। अब भोलिदेखि हामी के गर्छौँ, उत्पत्तिको पुस्तकदेखि खोल्छौँ अनि केही प्यासेजहरू हेरेर हामी प्रकाशसम्म पुर्याउँछौँ। अब 2टा क्लासमा अर्को हप्तामा है, ट्युजडे र थर्सडे गरेर पुरै बाइबल सिद्ध्याउँछौँ। वेद पढेर हो नि त, त्यही भएर हर्रै सिद्ध्याउने है। बाइबललाई 2 हप्तामा 4 घन्टामा उत्पत्तिदेखि प्रकाशसम्म दौडिने। तपाईँहरू ढिलो दौडिने बानी छ भने छुट्नुहुन्छ, छिट्टो दौडिनु पर्यो। उत्पत्तिदेखि प्रकाशसम्मको की प्यासेजहरू हेर्ने, कम्तीमा 50-60वटा बाइबलको पदहरू हामी हेर्छौँ अनि छलफल गर्छौँ। 5 मिनट छ। तपाईँसँग केही क्वेसन्स क्वेरी छ भने 5 मिनट हामी छलफल गरेर छुट्छौँ। मैले आउने हप्ताको लागि तपाईँलाई एउटा असाइनमेन्ट दिन्छु। 3 मिनटको भिडियो छ है प्रियहरू, सबैले हेर्नु होला है। 3 मिनटको भिडियो सेयर गर्छु, त्यो हाम्रो म्यासेज लिङ्कमा म राखिदिन्छु, भिडियोको लिङ्क राखिदिन्छु। 3 मिनटको भिडियो छ, 2 चोटि हेर्नु होला। कति मिनट जान्छ? 6 मिनट। ओके, 3 चोटि हेर्नुभयो भने 10 मिनट जान्छ। त्यो भिडियो हेरेपछि त्यो भिडियोमा के घटना देख्नुहुन्छ तपाईँले 15-20वटा कुरा टिप्न सक्नुहुन्छ। तपाईँ कतिको ब्रिलियन्ट हुनुहुन्छ, जापान गएर कतिको स्मार्ट हुनुभयो, जापानिजहरूबाट कतिको सिक्नुभयो भन्ने त्यहाँबाट थाहा लागिहाल्छ मलाई। किनभने जापानिजहरूसँग मैले सङ्गत गरेको छु, नेपालमा पनि बाहिर पनि। तपाईँ कतिको डिटेल हेर्नुहुन्छ, तपाईँको अब्जर्भेसन स्किल कतिको छ भन्ने कुरो अब ट्युजडे पत्ता लाग्छ। आज जतिजना हुनुहुन्छ उहाँहरूको एटेन्डेन्स के छ म माग्छु, सबैलाई सोध्छु। सो 3 मिनटको भिडियो 2 देखि 3 पल्ट हेर्नु होला। के लेखेर ल्याउनु होला भने भिडियोमा तपाईँले के देख्नुभयो पोइन्टमा लेखे नि हुन्छ। यो भिडियो मैले यो मान्छे देखेँ, यो घटना घट्यो भनेर सर लेख्नुभयो हुन्छ। तपाईँको अब्जर्भेसन स्किल पनि जाँच हुन्छ। अनि मेन कुरा चाहिँ त्यो भिडियो हेरेपछि कुन चाहिँ सिनले तपाईँलाई टच गर्यो। कहिलेकाहीँ मुभी हेर्दाखेरि यो सिनले चाहिँ म रोएँ, त्यहाँ पुगेपछि मेरो आँखाबाट आँसु आयो भन्ने हुन्छ नि। त्यस्तो चाहिँ त्यो भिडियोमा कुनै पार्टमा तपाईँलाई भयो, टचिङ भयो भने त्यो पनि लेखेर ल्याउनु होला। जम्मा 6-7 मिनट तपाईँलाई लाग्छ। लिङ्क मैले हाम्रो ग्रुपमा राखिदिन्छु है, ठिक छ। 5 मिनट्स मोर। ल, अब तपाईँको केही क्वेसन्सहरू छ भने अझै पनि 5 मिनट पनि धेरै समय हो। इङ्ग्लिसमा बर्निङ क्वेसन्स भन्छ। बर्निङ क्वेसन भनेको चाहिँ त्यो एकदमै हृदय जलिराखेको क्वेसन्स। त्यो प्रश्न सोधिएन भने चाहिँ भरे राति निद्रा लाग्दैन होइन, खाना खान मन लाग्दैन, त्यस्तो क्वेसन छ भने चाहिँ। मेरो क्वेसन छ एउटा। यस यस बहिनी। अनि आज जति पनि पढाउनु भयो नि सरले, अनि यो कुरा चाहिँ अनि धेरै नै गहन। अब मैले चाहिँ अब कहिले पनि यस्तो शिक्षाहरू पाएको थिएन होइन। आज पढाउँदाखेरि मलाई चाहिँ धेरै सोच्न बाध्य पार्यो होइन। अनि हजुर हामीले गर्ने अब हामी त नर्मल्ली अब अहिले संसारमा जिराख्दा नर्मली चाहिँ हल्का हल्का चाहिँ अब समाजको कुराहरू, सेवाको कुराहरू गर्छौँ होइन। तर आज जति पनि पढायो होइन, त्यो कुराहरू त हाम्रो त धेरै नै जिम्मेवारी छ नि त हाम्रो समाजप्रति होइन, करेक्ट देशप्रति। हो 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 अनि यो शिक्षाको कुराहरू चाहिँ हाम्रो मण्डलीबाट चाहिँ किन हामीलाई सिकाइँदैन, हो। त्यो अलिकति बुझ्न मन लाग्यो। थ्याङ्क यू यदि बहिनी। मैले मण्डलीबाट सिकाइएको भए त हामीलाई अहिले धेरै कुराहरू थाहा हुन्थ्यो नि त। अनि मैले चाहिँ अब सायद मेरो मण्डलीमा त्यस्तो नभएर हो कि अरूको मण्डलीमा सिकाउनुहुन्छ त मलाई थाहा छैन होइन। मेरो मण्डलीमा चाहिँ मैले अहिलेसम्म त्यो कुराहरू चाहिँ सुनेको छुइनँ। हो अनि त्यही हो भएर म चाहिँ अनि कति धेरै जिम्मेवारी रहेछ भनेर म त कस्तो सिरियस जस्तो भइरहेको छु कि एक्ज्याक्टली एक्ज्याक्टली बहिनी। थ्याङ्क यू सनम बहिनी। यो देश बनाउने, यो समुदाय बनाउने, यो देशलाई रूपान्तरण गर्ने जिम्मा नै क्रिस्चियनको हातमा छ।
हाम्रो मण्डलीमा किन सिकाइएन, यो विषयमा किन चर्चा भएन भने पहिलादेखि हामी एग्रेसिभली इभान्जलिस्टिक भयौँ। त्यो गलत होइन, फेरि तपाईँले मलाई गलत नबुझ्नु होला। सुसमाचार सुनाउन जाँदाखेरि पिटाइ खाने मान्छे मै हो। त्यो बेला एकदम राम्रो थियो, अहिले पनि सुसमाचार सुनाउनु पर्छ होइन। तर हामीले साथसाथै हाम्रो सामाजिक दायित्व पनि छ भन्ने बिर्सनुहुन्न। तपाईँले ठिक बुझ्नुभयो सनम बहिनी, तपाईँले एब्सोल्युटली राइट बुझ्नुभयो। मण्डलीमा यो विषयमा छलफल कम्ती गरियो, यो विषयमा हामीले छलफलै गरेनौँ। मैले अस्ति तपाईँलाई चुनौती दिइसकेँ, हाम्रो उपस्थिति काहीँ पनि छैन। किन छैन भने हामी त्यो विषयमा हामी सोचेनौँ होइन। हामी नर्सिङ केयरमा जानुपर्छ, हामी हस्पिटलमा जानुपर्छ, हामी शिक्षा क्षेत्रमा जानुपर्छ, हामी लोकसेवा आयोग भिडेर चाहिँ मैले त्यही भएर तपाईँलाई सेवा भन्ने शब्द बुझ्नुहोस् भनेको के, पढेर चाहिँ सरकारी जागिरमा जानुपर्छ भनेर हामीले त्यति छलफल गरेनौँ। त्यो हामी के भयो बहिनी भने हामी नयाँ थियौँ, चर्च पनि नयाँ थियो, चर्चमा सतावट थियो होइन। त्यस कारणले विभिन्न कारणहरूले चाहिँ त्यस्तो भएर हामी अलिकति न्यारो भयौँ, यो विषयमा धेरै छलफल गरेनौँ। त्यो बेलाको लागि त्यही राइट थियो। अहिले हामीले सही गलत भन्नुभन्दा पनि अब हामी कुन चाहिँ स्टेजमा आइपुग्यौँ भने अब समाज परिवर्तन गर्ने, अब देशलाई परिवर्तन गर्ने, शिक्षा क्षेत्रमा हाम्रो उपस्थिति जनाउने, राजनीतिमा हाम्रो उपस्थिति जनाउने, कर्मचारीको क्षेत्रमा हाम्रो उपस्थिति जनाउने बेला आएको छ। त्यही भएर हामीले किताब लेखेको, त्यही भएर यो विषय चाहिँ राख्नुपर्छ भनेर दिपेन्द्र सरले राख्नु भएको। दिस इज अ भेरी गुड डिसिजन। त्यही भएर हामीले 2012देखि यो विषयमा धेरै छलफल चलाइरहेछौँ, पास्टर अगुवाहरूसँग छलफल गरिरहेछौँ। कतिजनाले अहिले पनि बुझ्नु भएको छैन पास्टर अगुवाहरूले। त्यसकारण इन्टरकमिसन भन्ने बित्तिकै मान्छेहरूले कहिलेकाहीँ नयाँ मिसन हो कि भन्छन्, होइन, यो मिसन नै हो होइन। अनि कतिवटा कुराहरू चाहिँ त्यसरी भएर आएको छ। तपाईँले जे बुझ्नुभयो त्यो एकदमै राइट बुझ्नुभयो। अनि आजसम्मको क्लासमा तपाईँलाई अलि झ्यारझार भयो, अलिकति हो कि अलिकति कन्फ्युजन हल्का हल्का भयो भने तपाईँ राइट ट्र्याकमा हुनुहुन्छ। आजसम्मको क्लासमा तपाईँलाई झ्यारझार पनि भएन, अलिकति तपाईँ हल्लिनु पनि भएन, जहाँको चाहिँ भने पनि तपाईँलाई फेरि अब गर्नुपर्ने हुन्छ क्लास। बाँकी क्लासमा हामी क्लियर हुँदै जान्छौँ, किनभने बाइबल खोल्छौँ नि त। बाइबल खोलेपछि प्यासेजहरू हेर्दै गएपछि ओहो यसो रहेछ भनेर बुझ्नुहुन्छ, हामीले बुझ्छौँ। अनि आजै सबै क्लियर भएन, अलिकति धमिलो धमिलो भयो, थोरै बादल लाग्यो भने तपाईँ राइट ठाउँमा हुनुहुन्छ है। अनि पटक्कै विश्वासै लागेन, होइन हो यस्तो त हुँदैन, लु सर छलफल गर्नुपर्छ भन्नुहुन्छ भने सामाजिक मिडियामा, सोसियल मिडियामा कहीँ जोडिनु होला। तपाईँहरूमा दिनभरि अनलाइन बसौँला, कुरा गरौँला। आई विल बी ह्याप्पी टु डु द्याट। तर तपाईँ कन्भिन्स हुनुपर्छ है। गलत बुझेर जानु हुँदैन, क्लासबाट कम बुझेर पनि जानु हुँदैन। त्यस कुरामा तपाईँ ढुक्क हुनु होला। मैले तपाईँलाई अस्ति के भने सरी आजै भने रहेछु, इट्स भेरी डिफिकल्ट टु अनलर्न, भेरी डिफिकल्ट। जुन कुरा हामीले सिक्यौँ, बानी भयौँ, जुन कुरा हामी कन्भिन्स भयौँ, त्यसलाई हामीले अनलर्न गर्न एकदमै गाह्रो हुन्छ। ल 1-2 मिनट मात्रै कोही अरू केही साथीहरू केही सोध्न चाहनुहुन्छ भने नत्र पनि हामी ट्युजडे फेरि भेटिहाल्छौँ। सर मैले अलिकति सोधेँ आजकै क्लास एकछिन को बोल्दै हुनुहुन्छ यहाँ मेरो भिडियोमा देखिनुपर्छ। एकैछिन ल, मैले यो भिडियोको मोड चेन्ज गर्छु, सरी है। ल म ग्यालरी मोडमा गएँ। ल बोल्नुहोस् त। सर यो आज यस सिके भावना बहिनी। भएर आज सोध्नु मन लाग्यो, अहिले टाइम छैन, आज डिस्कस नगरेर अर्को दिन गर्दा नि हुन्छ। तर म क्वेसन चाहिँ यस जस्तो यस अघि हामीले सिक्ने क्रममा हजुरले भन्नुभयो नि, यो संसारमा कुनै पनि कुराहरू आत्मिक अथवा सांसारिक भन्ने चाहिँ छैन। अब मैले बुझे अनुसार है, म मिस्टेक हुन सक्छु, केही कुरा पनि त्यस्तो छैन भन्ने कुराहरू आयो। अब त्यसो हो भनेदेखि चाहिँ एक्ज्याक्टली चाहिँ अझ म कन्फ्युजनै भएँ कस्तो छ त भन्ने कुरा। अनि अर्को चाहिँ अब बाइबलमा त्यस्तो धेरै एक्जाम्पलहरू छ, धेरै ठाउँमा वचनले पनि त कोट गरेको छ। जस्तो एउटा एक्जाम्पल कोरिन्थीको पुस्तकको 2 अध्यायमै हेऱ्यौँ भने त्यहाँनिर पावलले पनि सांसारिक कुरा अनि आत्मिक कुराहरू, आत्मिक क्रिस्चियन, सांसारिक क्रिस्चियन, यदि तिमीहरूको बिचमा यस्तो छ भने तिमीहरू सांसारिक भयो, अथवा तिमीहरू आत्मिक क्रिस्चियन भन्ने विषयमा त यस्तो धेरै ठाउँहरूमा पनि कोट गरिएको छ। अब बाइबलमै धेरै ठाउँहरूमा आत्मिक कुरा, शारीरिक कुरा, सांसारिक कुरा भनेर भनिएको छ भनेदेखि अब आजको क्लास अनुसार त हामीले केही कुरा नि शारीरिक, सांसारिक वा आत्मिक छैन भने जस्तो पनि सिक्यौँ।
के होला भेरी भन्नु। भेरी भेरी गुड भावना बहिनी, तपाईँले एकदम ठिक ठाउँमा बुझ्नुभयो, ठिक बुझ्नुभयो, सही बुझ्नुभयो। अब ती पदहरू टिप्दै गर्नु होला, हामी छलफल गर्दै गरौँला है। बाइबलमा एक ठाउँ माथिका कुरामा मन लगाओ भनेर लेखेको छ, अनि हाम्रो एकजना पास्टर बाबुले जग्गा हेर्दा माथि माथि डाँडामा किन्नु भएको जस्तो होला फेरि। अब सुन्नु होला, बाइबलले कुनै पनि पदलाई, कुनै पनि शिक्षालाई सन्दर्भमा व्याख्या गर्छ है। तपाईँलाई म पछि यो कुरा भन्छु। बाइबललाई सन्दर्भमा व्याख्या गरिनुपर्छ। अहिले मैले त्यो हल्का जोक मात्रै गरेँ भावना बहिनी, बाइबललाई हामीले कन्टेक्स्टमा व्याख्या गर्छौँ है। हरेक सेन्टेन्स जुन तपाईँले भन्नुभयो नि, सांसारिक कुरा आदि इत्यादि, त्यो सबै पदहरूलाई हामी हेरौँला, त्यो एउटा विशेष सन्दर्भमा भने हुन्छ। अनि त्यही एकजना पास्टरले भन्नुहुन्थ्यो, बाइबलले माथिका कुरामा मन लगाओ भनेर। माथिका कुरामा भनेको परमेश्वरको कुरामा, आत्मिक कुरामा मन लगाओ भने हो। अनि त्यही भएर मान्छेले जोक गर्छन्, माथिका कुरामा मन लगाओ भनेको छ, त्यस कारण चाहिँ जग्गा चाहिँ अलिक माथिको किन्नुपर्छ भनेर डाँडाको जग्गा किनेर फस्या पास्टर भन्थे यहाँ काठमाडौँमा होइन, पहिरो गयो अरे। अब त्यो बाइबलको हरेक, जस्तै बाइबलमा अर्को ठाउँमा पनि छ नि त भावना बहिनी, के छ भने तिमीहरू संसारसँग एउटै जुवामा के नगर, ननारियो। संसारसँग एउटै ढाँचामा तिमीहरू नचल, डु नट कन्फर्म टु द प्याटर्न अफ द वर्ल्ड भन्छ इङ्ग्लिसमा, मजा आउँछ भन्नलाई। डु नट कन्फर्म युर सेल्फ टु द प्याटर्न्स अफ द वर्ल्ड। त्यो सबै हामी व्याख्या गर्छौँ। त्यसको लागि हामीसँग 4 घन्टा मागेको छ, कमिङ ट्युसडे एन्ड थर्सडे। प्लिज रिमेम्बर द क्वेसन्स एन्ड लिस्ट डाउन अल दोज बिब्लिकल प्यासेजेस। हामी त्यो बाइबलको पदहरू हामी हेरेर व्याख्या गर्ने प्रयास गर्छौँ। तपाईँलाई अलिकति झ्याझार भयो, क्वेसन आयो भने तपाईँले सही बुझ्नु भएको छ, हामी सही ठाउँमा छौँ। त्यो क्वेसनै आएन तपाईँलाई, अब के अरे, जस्तै भावना बहिनीले क्वेसन त आयो, बाइबलले त यसो पनि भनेको छ, पावलले यसो भनेको छ, हो त्यो क्वेसन आयो भने तपाईँले राइट बुझ्नु भएको छ, त्यसको उत्तर हामीसँग छ। मैले कहिलेकाहीँ मिटिङ सक्ने बेलामा के भन्छु भने यस्तै कुरा आउँछ, अनि यो ल्यापटप शारीरिक हो के अरे सांसारिक हो कि आत्मिक हो भनेर सोध्छु, अनि ल्यापटप त सांसारिक हो नि सर भन्नुहुन्छ, अनि ल्यापटपभित्र तपाईँहरू हुनुहुन्छ, कसरी सांसारिक भयो यो? यहाँ मैले 15जना प्रभुका जनहरू देखेको छु, यसुलाई विश्वास गर्ने 15जना भाइ बहिनीहरू मेरो ल्यापटपमा पस्नु भएको छ, मेरो ल्यापटप कसरी आत्मिक भएन भन्छु मैले। तपाईँले च्यालेन्ज हुन्छ नि त्यस्तो कुराले, कि हुँदैन भन्नु त? यो ल्यापटप चाहिँ सांसारिक हो रे होइन, अनि प्रभुलाई विश्वास गर्ने भाइ बहिनी सबैजना आँट्नु भएको छ ल्यापटपमा, म पनि छु, ल्यापटपभित्र पस्या छौँ, ल्यापटप त आत्मिकै हुनुपर्ने हो। यस्तो क्वेसन्स आएर तपाईँको दिमाग ट्रिगर भयो, अलिकति छलफल गरौँ जस्तो लाग्यो, बाइबल पढौँ जस्तो लाग्यो, अलिकति सरसँग पनि अलिक छलफल गरौँ जस्तो लाग्यो, 1-2वटा आर्टिकल पढौँ जस्तो लाग्यो भन्ने तपाईँलाई भोग जाग्यो भने म सफल भएँ, अनि तपाईँ पनि सफल हुनुहुन्छ। सरका कुरा सुन्दाखेरि, सबै कुरा सुन्दा सुन्दा मजा लाग्यो, मिठो लाग्यो, सबै कुरा कन्भिन्स भयो भने सायद त्यो टिचरले तपाईँलाई राम्रो तयारी गरेर पढाएन। ओके, मलाई कसैले कुनै विषय पढायो भने, के गर्यो भने मैले त क्वेसन ल्याउँछु। परमेश्वरले तपाईँले हामीलाई दिमाग दिनुभएको छ, बाइबल दिनुभएको छ, ज्ञान बुद्धि दिनुभएको छ, हामी त्यसलाई प्रयोग गरेर अगाडि बढ्नुपर्छ। वन्डरफुल, धेरै खुसी लाग्यो। हामी 4, 4, 4, 16जना, 17, 18, 4, त्यहाँ 12, 13, 14जना छौँ है। 1-2जना साथीले क्लास मिस गर्नुभएको छ। हामी ट्युसडे भेट्छौँ। तपाईँलाई मैले 3 मिनटको भिडियो सेयर गर्छु। 3 मिनट भनेको 3 मिनट प्लस माइनस हुनसक्छ, मैले अहिले ठ्याक्कै यहाँ भुलेँ, तर त्योभन्दा लामो छैन। 3 चोटि 4 चोटि हेर्नु होला, त्यहाँ भएका घटनाहरूको लिस्ट आउट गर्नु होला। 15-20वटा जसले धेरै गर्न सक्नुहुन्छ उहाँहरूलाई अब रिवार्ड दिन त के दिने, हामी टाढा छौँ होइन, हामी ताली बजाएर भए पनि रिवार्ड दिउँला, सबभन्दा धेरै लिस्ट आउट गर्ने। तर एउटा कुरा नबिर्सिनु होला, भिडियोको कुन चाहिँ पार्टले तपाईँको मन छुन्छ त्यो पनि टिपेर ल्याउनु होला। म यो मिटिङ सक्ने बित्तिकै तपाईँलाई म त्यो हालिदिन्छु, तपाईँले आजै राति हेर्नुहुन्छ, मलाई थाहा छ, यति भनेपछि तपाईँले हेर्नुहुन्छ, 3 मिनट लाग्छ, 6 मिनट हेर्नुहुन्छ। ल, प्रार्थना गरेर छुटौँ। मैले सबभन्दा सानो को हुनुहुन्छ यहाँ? अब थाहा छैन है, हामी टाढा टाढा छौँ, त्यही भएर मैले दिपा बहिनीले अनुरोध गर्छु, सानो बहिनीलाई प्रार्थना गरिदिनुहोस् है, क्लोज गर्नुहोस्। त आउनुहोस् हामी सबैजना प्रार्थना गरौँ। परमेश्वर पिता प्रभु, तपाईँले जुन योजना हाम्रो जीवनमा राख्नु भएको छ र अनि आज जसरी हाम्रो माझमा यी विषयहरू आएका छन् प्रभु, यो विषयहरूलाई हाम्रो जीवनमा लागू हुनलाई तपाईँले सहायता गर्नुभएको होस् र अनि हामीद्वारा हाम्रो मण्डली अनि हाम्रो समाजहरूमा पनि यी सबै थोकहरू पुर्याउनको निम्ति प्रभु तपाईँले हामीलाई अगुवाई गर्नुभएको होस्। अनि बाँकी आउँदा समयहरूमा पनि अनि अझै बाँकी धेरै कुराहरू छन् सिक्नलाई, अनि
सरको साथमा पनि तपाईँ हुनुभएको होस् र उहाँलाई पनि अगुवाई गर्नुभएको होस् भन्दै बिन्ती प्रार्थना माग्दछु प्रभु येशू ख्रीष्टको नाममा आमेन। Amen. Time to say goodbye. Have a good weekend. See you on Tuesday. Hey.